करिब 30 वर्ष पहिले मैले एकजना युवकलाई भेटेको थिएँ। एउटा शहरको केटो जसमा जिज्ञासाको चमक थियो, जसले मेरो स्मृतिमा अमिट छाप छोडेको थियो। जीवन अगाडि बढ्यो र हाम्रा संसारहरू पनि अलग भए। भर्खरै मात्रै मैले यो किताब एकान्त शर्माद्वारा लिखित उठाएँ। यसका पृष्ठहरूमा भएका विचारहरू गहन, चुनौतीपूर्ण र दार्शनिक आगोले जीवित। मभित्र गहिरो हलचल गरिदियो यो किताबले। मलाई लेखकसँग भेट्नु थियो। ती परिवर्तनकारी विचारहरू पछाडिको दिमाग अझ बुझ्नु थियो। मलाई थाहा थिएन भाग्यको त्यो मोड। जब म काभ्रेका शान्त पहाडहरूमा बसेको एक साधारण नेपाली फार्म हाउसमा पुगे, मलाई थाहा भयो कि लेखक कोही अन्य थिएनन्, तर तिनै अक्षय अधिकारी। मैले विगत 30 वर्ष अघि भेटेको उही व्यक्ति आज विश्वभरि घुमेर यसका आश्चर्यहरूलाई अँगाल्दै उनी शहरको कोलाहल भन्दा नेपालको ग्रामीण जीवनको शान्त लयलाई छनौट गर्छन्। Akshay ji, welcome to the Bravo Delta show. Thank you. अनौठो संयोगै भनौं, मेरो हातमा एउटा किताब पर्यो। यो किताब एकचोटिमा धित मरेन, एकचोटिमा प्रश्नहरू थिए, दोस्रो चोटि पढे। दोस्रो चोटि पढ्दाखेरि प्रश्नै प्रश्न सोध्न मन लाग्यो यो एकान्त शर्मा भन्ने मान्छेलाई। मैले करिब 2 हप्ता जति भयो यो एकान्त शर्मा को हो, विभिन्न पुस्तक पसलहरूमा गएँ, यो किताब छ छैन भन्छ। अनि त्यहाँबाट मैले एउटा एक्स मेसेज पुट आउट गरेँ कि आई रेड दिस बुक। त्यसपछि मलाई चाहिँ नि मानिसहरूले के भन्यो भने यो त अक्षय अधिकारी हो। फर द बेनिफिट अफ द अडियन्स, म अलिकति तपाईसँग मैले पहिलोचोटि भेटेको भारतको राजधानी नयाँ दिल्ली 90s को डेकेडमा हो। हजुर, एक्ज्याक्ट इयर मैले बिर्सेँ। तपाईँ स्टुडेन्ट हुनुहुन्थ्यो। म नेपाल टेलिभिजनको एउटा काम विशेषले दिल्ली गएको थिएँ। हाम्रो जम्का भेट भयो। जम्का भेट भयो, घुमियो, 2-4वटा सेसन गफ गरियो, त्यसपछि तपाईँ हराउनु भयो हैन। अलमोस्ट आफ्टर 30 इयर्स तपाईसँग फेरि भेट भयो किताबको माध्यमबाट। हजुर, तपाईको यो किताबको टाइटल छ नि अक्षयजी, नेपाल गणतन्त्रबाट स्वतन्त्र। यो त राणा कालमा मकैको खेती लेखिएको जस्तो सोझै जेल पर्ने टाइटल भएको किताब लेख्ने त्यो लेखकलाई, यो एकान्त शर्मा भन्ने लेखकलाई कहाँबाट जोश जागर आयो? के को उपज हो यो? त्यसको ब्याक कभर पनि छ नि त। ब्याक कभर पनि इन्ट्रेस्टिङ छ। मिसन 82 मध्यावधि घोषणा पत्र भन्नुभएको छ। फेरि म्यानिफेस्टो मेड इन नेपाल। चुनाव कसरी जित्ने, यो तपाईले अहिले जुन विकसित नेपालको राजनीतिक परिवेश छ त्यो भइसकेपछि तपाईले यो किताब लेख्न थाल्नु भएको कि मेरो विचारमा तपाईले यो भन्दा अघि नै लेख्नु भएको?
अगाडि बताउनुहोस् त यो किताब कहाँबाट सिर्जना सुरु भयो? फर्स्ट थिङ थ्याङ्क यू फर ह्याभिङ मी अन ब्राभो डेल्टा सो। र दोस्रो कुरा चाहिँ पहिले एउटा म अरूसँग पहिले पनि भेटिसकेको हुँ, त्यति बेला 30 वर्ष अगाडि जुन अघि भेटेर रहेछौँ होइन। अनि त्यही भएर चाहिँ इफ यु क्यान ह्याभ दिस क्यान्डिड कन्भर्सेसन, अक्षय अधिकारीसँग कुरा गर्न लाग्नु भयो भने त यो एकान्त शर्माको किताबले भेट भयो हो, तर हाम्रो वार्तालाप त अक्षय अधिकारीसँगै हुने हो होइन। अनि अक्षय अधिकारीसँग वार्तालाप गर्ने हो भने चाहिँ आई वान्ट टु एक्चुअली टक द वे आई टक टु यु, द्याट्स आई कल यु दादा। So can I call you Sunda during the conversation, first of all? Anything you wish. And I rather you call me Akshay ji भन्दा अक्षय नै भनेर कुरा गर्नु होला, ताकि we can have a proper conversation. ठिक छ अक्षय, Thank you. So now going back to the यो किताबमा जाँदाखेरि चाहिँ हो यो राणा कालमै लेखा जतिकै किताब भएको थियो। किन भन्दाखेरि जब यो किताब मैले लोकार्पण गरेको जेठ 19 गते 2082 साल, जुन भनेको दरबार हत्याकाण्डको 24औं वर्षगाँठको दिनमा मैले यो किताब निकालेको थिएँ। त्यो दिन यो किताब जगमान गुरुङको हातबाट त्यो विमोचन भएको थियो। अनि नेपाल प्राज्ञिक मञ्च भनेर एउटा फोरम थियो, एकाडेमिक फोरम, त्यसमा एउटा एकाडेमिसियनहरूको लागि के हो त बुद्धि र कहाँ हो त हेर्ने भन्ने एउटा सेयर गर्ने एउटा प्लेटफर्म थियो। त्यहीँबाट चाहिँ त्यहाँ मैले निकालेको थिएँ। त्यो निकालेकै दिन मलाई गुरुले फोन गरेर के भन्नुभयो भने प्रशासन भौलाएको छ बाबु, समात्ने भनेको छ लेखकलाई, त्यही भएर चाहिँ अलिकति होस गर्नु होला भन्नु। मलाई त होस गर्नु पर्सनली थिएन, तर त्यसले मैले के चाहिँ होस गर्नु पर्यो भने यो किताब मैले कुनै पनि किताब पसलमा दिनु भएन, किनभने पहिले त किताब पसलले पाइएन। पहिले त किताब पसलले नै समात्ने भयो नि त। जुन प्रशासन छ उसले त पहिले किताब पसलले नै समात्छ, अथवा जो बुढो मान्छे जसले त्यो किताब लन्च गराएको छ उहाँलाई नै दुईचोटि के अरे ल बयान दिन आउनुहोस् भने उहाँलाई दुःख होला भएर यो किताबको कारणले अरूलाई दुःख नहोस् भनेर यो किताब बजारमा नपाइएको हो। अनि पढ्ने कसरी त नेपालीले? होइन, अब यो अहिलेको जुन अहिले विकसित घटनाक्रम 2 महिना अगाडि पछिको जुन विकसित घटनाक्रम छ त्यसपछि त हामी अहिले सबै फ्री छौँ। अहिले त एभ्रिथिङ इज अन द टेबल। अब लुकेर बेच्नु परेन। अब यो किताब बजारमा पनि पाइन्छ, अनलाइन पनि पाइन्छ र सबैतिर पाइन्छ। र यही प्रोग्रामबाट नै अब जब यो प्रोग्राम यहाँसँग गर्दैछु यसपछि त अब सबैले नै अब खोजी खोजी किताब पढिहाल्छन्। अक्षय, अब यो हेर्नु न, नेपाल गणतन्त्रबाट स्वतन्त्र यो भनेको चाहिँ नि आवर फ्रिडम फ्रम द रिपब्लिक। मलाई भन्न अझै अप्ठ्यारो लागिरहेको छ। फ्रिडम फ्रम द रिपब्लिक भन्न अप्ठ्यारो लाग्छ तपाईँलाई? किनभने रिपब्लिक नै फ्रिडम हो भनेर हामीलाई यतिका वर्ष घोगाइएको होइन र? 20 वर्ष घोगाइयो दादा। किन भन्दाखेरि इट वाज अ किङडम अफ नेपाल वाज कन्भर्टेड इन्टु रिपब्लिक अफ नेपाल। हामीलाई पहिले हाम्रो नेपाल चाहियो। वी डोन्ट वान्ट द रिपब्लिक, वी वान्ट नेपाल फर्स्ट। हामीलाई नेपाल चाहियो, नट रिपब्लिक। त्यो मानेमा? यस, त्यो मानेमा यस। हाम्रो जुन किङडम अफलाई मिल्काएर रिपब्लिक अफ जुन बनाएको छ नि, वी वान्ट द फ्रिडम फ्रम द रिपब्लिक। नेपाललाई कुनै पनि प्रिफिक्स चाहिएन। नेपाल नै हो, पहिले नेपाल चाहियो, त्यो अर्थ हो यो। यस। अब राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिर यसको गातोमा छ होइन? यही 20 वर्ष पृथ्वीनारायण शाहलाई बिर्साउने प्रशस्त प्रयास पनि गरियो भयो नि, होइन? मान्नुहुन्छ नि? भयो, एकदमै भयो। यो भयो र एउटा कुरा हामीले अलिकति इतिहास पनि हेर्नुपर्छ। पृथ्वीनारायण शाहको दिव्य उपदेशको आजको नेपालको वर्तमान सन्दर्भमा यसको राजनैतिक प्रयोग र यसको राजनैतिक उपयोगिता छ कि छैन त? दिव्य उपदेशको छ कि छैन त? छ भनेर छ भन्नेमा यो किताब पुग्छ। यो आफै जुन यो किताब लेखिया छ यो दिव्य उपदेशकै सप्रसँगै व्याख्या हो भन्नुभयो हुन्छ, जुनको समसामयिक विश्लेषण हो। आजको जुन गणतान्त्रिक नेपाल छ, यो गणतान्त्रिक नेपाल जुन 22वटा पार्टी, 24वटा पार्टी, 25वटा पार्टी र 125वटा पार्टी प्लस अर्को 19-20वटा
पार्टीहरूमा जुन विभाजित भएको छ, यसरी नै नेपाल तबकामा योभन्दा अगाडि पनि विभाजित भएको थियो पृथ्वीनारायण शाहको बेलामा, त्यस अघिको नेपालमा। त्यही स्टेजमा अहिले हामी छौँ। हामी भूमिको हिसाबमा एक भए पनि हाम्रो विभिन्न दृष्टिकोणहरूले हामीलाई टुक्राइएको छ र यो टुक्राउनको निम्ति हामीलाई अब जोड्ने केले त, हामीलाई जोड्न केले सक्छ भनेर मेरो जुन कोसिस रह्यो, त्यो कोसिस जब म खोज्दै गएर म कहाँ गएर टुङ्गेँ भने म पृथ्वीनारायण शाहमा गएर टुङ्गेँ। किनभने उहाँले जुन 300 वर्ष अगाडि जुन सोच्नु भएको थियो त्यो कुनै पनि राजाले सोच्न सक्थ्यो। त्यति बेला नेपालमा पृथ्वीनारायण शाहभन्दा अर्को 50 जना ठुला राजाहरू थिए। त्यसपछि उत्तर र दक्षिणमा उत्तिकै शक्तिशाली बादशाहहरू थिए, तर उनीहरूकै आँखा अगाडि उनीहरूकै नै शौर्य सत्ता सबै हुँदै उनले जुन चाहिँ साहस, अदम्य साहस देखाएर चाहिँ जुन एकीकरण सुरु गरे, त्यही अदम्य साहस, भावनात्मक साहस अहिले नेपालीलाई चाहिएको छ। किन हामी किन एक हुने त? फेरि टुक्रियौँ हामी टुक्रिएका छौँ अहिले। हामी यतिवटा तबकामा जुन विभाजित भएका छौँ, यसलाई जोड्नको निम्ति हामीसँग के छ त सूत्र भनेर मेरो जुन खोजीको कोसिस थियो। र यी नयाँ आउनेहरूकोले नयाँ भन्दाखेरि नयाँ हो, तर इतिहास के हो त? हामीले इतिहास नै को जरा नभइकन हाँगा बन्न खोजेर भएन। र हाम्रो इतिहास नेपालको आधुनिक इतिहासको जग कहाँ छ त पहिले भनेर जग हेर्दै जाँदाखेरि जग पृथ्वीनारायण शाहबाट सुरु हुन्छ। त्यही जगको आधारमा बहादुर शाहहरूले लडाइँ गर्नुभयो, त्यही जगको आधारमा पछि अमरसिंह थापाहरूले लडाइँ गर्नुभयो, त्यही जगको आधारमा बलभद्र कुँवरहरूले नालापानी लडाइँ गरे, त्यही जगको आधारमा। पृथ्वीनारायण शाह बितिसकेपछि पनि, पृथ्वीनारायण शाहको देहान्तको 30 वर्ष 40 वर्षसम्म पनि यो दिव्य उपदेश नेपालीको हरेक काजी, हरेक नेपालीहरू जो राजनीति अथवा राजनीति तबकामा थिए, उनीहरू सबैजनासँग दिव्य उपदेश थियो, जुन उनीहरूले अहिलेको जुन ठुलो जनश्रुतिका आधारमा दिमागमा थियो। किताब त थिएन होला कि थियो? होइन, यसको इतिहास हामीहरूले हेऱ्यौँ भने यो दिव्य उपदेशको इतिहास हेर्दाखेरि नरहरिनाथ र हाम्रो इतिहास शिरोमणि बाबुराम आचार्य उहाँले को अन्वेषणले के देखाउँछ भने कि पृथ्वीनारायण शाहको यो चिज मान्छेहरूले, उहाँले यो पृथ्वीनारायण शाहले आफू जब अकस्मात मृत्युशैय्यामा उहाँ पुग्नुभयो, अनि त्यसपछि जब पृथ्वीनारायण शाह भीष्मशय्यामा सुतिरहनु भएको थियो, त्यो भीष्मशय्यामा सुतिरहेको पृथ्वीनारायण शाहले को बाढीबाट निस्केको भएर त्यो दिव्य भयो। किन भन्दाखेरि यो चाहिने मर्न लागेको मान्छेले झुटो बोल्दैन भन्ने त हामीलाई थाहा छ नि त। र जो मानिसले 30औं वर्ष 40औं वर्ष एउटा देश बनाउनमा लगायो, उसले यो देश आफ्नो भाइ भारदार छोराछोरीलाई छोड्दाखेरि के भनेर छोड्यो त भन्दाखेरि यो कथा म तिमीहरूलाई सुनाउँछु, भोलि पर्सि तिमीहरूले मेरो सन्तानलाई यो कथा सुनाउनु र यो देश थामी खानु भनेर सुनाएको भएको भएर यो दिव्य उपदेश भएको। अनि जुन त्यो उपदेश उहाँले दिनुभएको थियो त्यो लिखित रूपमा नै धेरैवटा थियो, उतारेका थिए त्यो त्यति बेलाको मान्छेले, त्यतिका भाइ भारदारहरूले उतारेका थिए। तर यो 30-40 वर्षसम्म जुन उतारिएर चलिरहेको थियो, तर जब भीमसेन थापाहरू राज्य सत्तामा आए र उनीहरूले नेपाली आर्मीलाई चाहिँ मोडर्नाइज गर्नुपर्छ, पृथ्वीनारायण शाहले बनाएको सेनालाई के अरे युरोपियन स्टाइलमा ढाल्नुपर्छ भनेर जर्मन र फ्रेन्च कन्सल्टेन्टहरू लिएर आएर जब यहाँ मोडर्नाइज गर्न गयो, हाम्रो वार ट्याक्टिक हाम्रो सबै नै ध्वस्त भएर हामीले 2/3 भूभाग गुमायौँ त्यही तरिकाले लडाइँ गरेर। भन्नाको मतलबै पृथ्वीनारायण शाहलाई भुलाउन खोज्ने कोसिसहरू त्यति बेलादेखि नै सुरु भएको छ। अब हामी जुन स्टेजमा अहिले छौँ, अहिले जुन स्टेजमा हाम्रो नेपाली राजनीति पुग्दै थियो, जब जुन समयको कुरा गर्नुभयो दादाले, पुग्दै थियो, त्यही देखेर नै मैले त्यो किताब लेखेँ। किनभने यो अघि पछि यो किताब लेखिसकेपछि जे घटनाक्रमहरू भए, क्राइसिस, अहिलेको यो म्यानुफ्याक्चर्ड नर्मलाइजेसन जुन भइरहेको छ, त्यसलाई हेरेर नै त्यो समय बुझेर नै तपाईँले देश र उपदेशको लिङ्क खोज्न थाल्नुभयो नि त? एकदमै। यो जसले देश दियो उपदेश उसकै सुन्ने, किनभने जसले यो हाम्रो 2000 वर्षको
नेपाली इतिहासको श्रृङ्खलामा जहाँ हाम्रो लिखितै र ढुङ्गै खोज्यो भने 2000 वर्षको इतिहास छ। त्यो 2000 वर्षको इतिहासमा अहिलेको मैले पाएको नेपालको परिचय मलाई सिकाउने को हो त पृथ्वीनारायण शाह। र यो मेरो फाउन्डेसन हो नेपालको, कि यो फाउन्डेसन र यो धरातलमा नटेकिकन र त्यो कुरा पृथ्वीनारायण शाहको दिव्य उपदेश नबुझिकन नेपाल बुझ्न सकिँदैन। मैले पनि तपाईँको यो किताब दोहोऱ्याएर पढिसकेपछि दिव्य उपदेशका चाहिँ नि रूपान्तरित केही प्रकाशनहरू र खस भाषामै भएको ओरिजिनल पाण्डुलिपिका जति उतारिएका पानाहरू छन् त्यसमा घोत्लिने प्रयास गरे। यो दिव्य उपदेश त एक तरिकाले भन्ने हो भने नेपालले प्रशस्त प्रयास गरेर संविधानहरू लेख्यौँ नि हामीले। अहिले पनि हामी 72 को संविधानमा जीवितै छ भनिरहेका छौँ। केहीले होइन संविधान मृत भइसक्यो भनिरहेका छन्, केही मानेर पनि बुझ पचाइरहेका छन्, कोही बुझेर पनि बताउन चाहिरहेका छैनन्। तर यो घोत्लिकन पढ्दाखेरि अक्षय मलाई कस्तो लाग्यो भने देश पाउँदैखेरि हामीले संविधान पाइसकेका थियौँ, जसका चाहिँ नि एउटा निर्देशक सिद्धान्त नेपाललाई नेपाल भएर बाँच्न र विश्व मानचित्रमा चिनिराख्न, एउटा सार्वभौम देश भएर बाँचिराख्नका लागि दिव्य उपदेश जस्तो शाश्वत संविधान हामीले खोज्नै पर्ने रहन्छ भन्ने निष्कर्षमा म व्यक्तिगत रूपमा चाहिँ पुगेँ है। होइन, त्यो व्यक्तिगत रूपमा त म पनि त पुगेँ नि। म पुगेर न त्यो किताब लेखेँ र यो किताब लेखिसकेपछि अघि जुन एकान्त शर्माको जुन नाम आयो, अब मेरो यो दिव्य उपदेश त मेरो होइन नि त। दिव्य उपदेश त बुढा महाराज धिराजको बाणी हो नि त। त्यो बाणीलाई आजको पुस्तालाई मैले यसरी बुझेँ र यसरी बुझाउन सकिन्छ भनेर मेरो पुरा नाम अक्षयकान्त अधिकारी शर्मा हो। सो पेन नेम वाज एकान्त। इनिसियल्सबाट लाइक ब्राभो डेल्टा, लाइक एकान्त लेख्दाखेरि त्यो एकान्त भयो नेपालीमा लेख्दाखेरि। तर अनि त्यो भएको भएर त्यो अनि मिल्यो पनि। अनि मैले त्यसलाई अब म एकान्तमै बस्छु ठिक पनि भनेर त्यसपछि अनि त्यो एकान्त नै छोड्यो। तर त्यो नेपालको दिव्य उपदेश नै सनातन संविधान हो। किन भन्दाखेरि उहाँले जब त्यो दिव्य उपदेश दिनुभएको छ, दिव्य उपदेशमा उहाँले प्रष्ट रूपमा के भन्नुभएको छ भने मैले भएको सबै यहाँ नेपालमा भएको सबै विधान पढेँ, मलाई पनि एउटा विधान बनाउन मन थियो तर समय भ्याइन। त्यही भएर समय नभएको भएर यो सूत्र चाहिँ राखिरहनु। किन को लागि सूत्र राख्नु त? देश थामेर खानु भनेर एउटा त्यो संविधान हामीसँग छ सनातन। र अब अहिले आज प्रेजेन्ट स्टेटमा जहाँ संविधान हामी सस्पेन्डेड छ भन्छौँ, संविधान चाहिँ जुन मान्ने पनि छन् नमान्ने पनि छन् सबै प्रकारका छौँ भन्छौँ, यसको जेनेसिस हेरौँ नि त। जसरी हामीले पृथ्वीनारायण शाहको सनातन संविधानको जेनेसिस र उसको सुरुवातको हामीले यदि कुरा गऱ्यौँ भने यो संविधानको सुरुवात हेरौँ त कसरी भयो। 10 वर्ष भयो संविधान आएको। यो संविधान लेखिने बेलामा हामीहरूबाट हामीलाई यो संविधान आउँछ ड्राफ्ट, तिमीहरूले यो यसमा कमेन्ट गर्न पाउँछौ है भनेर भनिएको थियो। कति दिन पाएँ थाहा छ हामीले? 1 दिन। महाराजगञ्जमा त आउँदा पनि आएन। चाबेलमा गएर त्यहाँ माथिपट्टि गएर त्यो एउटा टाउन हाउस जस्तोमा गएर त्यहाँ हामीले गऱ्यौँ। त्यो पनि 1 दिनलाई पनि राम्रोसँग गर्नु पाएन। अनि हिजो देशमा विदेशीसँग भुइँचालो गएको साल थियो 72 साल। अनि त्यसपछि हामीहरूको यहाँ पुरा रिकन्स्ट्रक्सन चल्दै थियो। 19-20 वर्षदेखि लोकल इलेक्सन भएको थिएन। के अरे त्यसपछि संविधान लेखिया थिएन। पहिलो संविधान सभा विघटन गरेर दोस्रो संविधान सभामा समेत हावा गफर्दै थिए हो सिचुएसन। यो संविधानको बर्थ हेरौँ न। अनि त्यसपछि जब संविधान निकाल्ने बेला भयो फास्ट ट्र्याक गरेर संविधान ल्यायौँ भनेर हामीलाई केही पनि नसुधिकन हुन्छ नि, त्यहाँ कतिले पिटाइ खाँदै थिए, कतिले झगडा गर्दै थिए, कतिले के गर्दै थिए, केही पनि नसुनेर सबै लत्याएर भुइँचालो फास्ट ट्र्याक भनेर संविधान ल्यायो क्या नि। हतारेर ल्याएको कुरा लतारेर सिद्धियो। वेक अप, इट्स फिनिस्ड। त्यो भएर चाहिँ नि कन्सियसली यु सेइङ इट्स फिनिस्ड, इट इज फिनिस्ड। एन्ड नाउ whatever patchworks is happening right now, it is leading us to the election. Election मा हो नि त।
इलेक्सन विल डिसाइड। आऊ चुनाव लड, लेख्या संविधान हो भने बचौँ चुनावमा, हेरौँला हामी पनि कि नेपालमा जुन सनातन संविधान छ, आफ्नो इतिहास छैन, आफ्नो माटो छैन, आफ्नो संस्कृति छैन, केही पनि छैन। त्यसपछि 10 जना विदेशीले के अरे यहाँ हामी कहाँ आएर बसेर जाइरहेका कर्मचारीले गएर उनीहरूको देशमा गएर हुन्छ नि तिमीहरूका देशको संविधान हामीले लेख्दै हो भनेर हामी सारा नेपालीले भनेर जग हँसाइ भएर लाज मर्दो भइसक्यो। अनि त्यसपछि के को संविधान? तर के भन्दाखेरि यस अहिलेको यो जुन गेम रुल अहिले जुन इलेक्सन हुँदैछ त्यो इलेक्सनसम्मको लागि हामीहरूले इलेक्सन गर्नै पर्छ। त्यो इलेक्सनसम्म हामी विल प्ले बाई द रुल्स, तर हामी विल गो टु द सोर्स कि दिव्य उपदेश जुन नेपालको सनातन संविधान हो हामी त्यसैमा जान्छौँ। तपाईँकै शब्द म सापट लिन्छु, सनातन संविधान। यसलाई नकार्न किन सकिँदैन भन्दा दिव्य उपदेशमा देशको सार्वभौम सत्ताको प्रष्ट व्याख्या छ। नेपालको भू राजनीतिक अवस्थितिका बारेमा प्रष्ट व्याख्या छ। नेपालको इन्डिजिनस हाम्रो वैयक्तिक अर्थशास्त्रका बारेमा प्रष्ट विचार छ। एक्ज्याक्टली। नेपालको सांस्कृतिक विविधताका बारेमा, नेपालका जात जातिको एक अर्कासँग मिलेर बस्ने जुन परम्परागत बानी छ, स्वभाव छ, त्यसको प्रष्ट व्याख्या छ। एकदम एकदम। देशको युवाहरूका बारेमा, हरेक जेनेरेसनमा उत्पत्ति हुने युवाहरूको भविष्यका बारेमा पनि प्रशस्त लेखिएको छ, बुझाइएको छ। हैन? लिङ्ग, जात, धर्म प्रष्ट बुझाइएको छ। हाम्रो स्ट्रेङ्थ के हो, विकनेस के हो, प्रष्ट बुझाइएको छ। मैले अघि नै पनि भने यो पुस्तक दोहोर्याएर पढ्नलाई म उद्वेलित भएको चाहिँ नि तपाईसँग पहिलोचोटि पढ्दाखेरि साक्षात्कार हुन नसकेको कारणले दोस्रो चोटि पढ्न म बाध्य भएँ। र बाध्य भएर पढिसकेपछि चाहिँ नि तपाईँले यसमा उठाउनुभएका विषयहरू र व्याख्या गर्नुभएका विषयहरूसँग अझ नजिकिने मौका पाएँ। भनेपछि दिव्य उपदेशलाई नेपालले अंगीकार गरेका संविधानहरूमा जहिले पनि त्यसलाई हामीले एउटा मार्ग निर्देशक सिद्धान्त हुन्छ नि प्रत्येक संविधानको, त्यसलाई राख्नलाई हामीले किन रहर गरेनौँ वा त्यो करमा हामी किन परेनौँ जस्तो लाग्छ तपाईँलाई? एउटा फङ्सनालिटी भन्छ यसलाई, उपयोगिता अथवा आफ्नो उपदेयताको कुरा भयो। जो एउटा जुन नेपालमा जुन राज संस्था छ अहिले भलै सस्पेन्डेड अवस्थामा छ, तर संविधान त सकिएको अवस्थामा छ नि त। नेपाल भनेको संविधान होइन नि त। यो अहिलेसम्मको यो 7औं संविधान भनेर 7 लेखाएन यिनीहरूले, अहिलेसम्म 7 पुर्यायो भनेको छ नि, होइन? 7 पुर्याउनु किन पुर्याउनु पर्यो त? 70 वर्षमा 7वटा संविधान किन पुर्याउनु पर्यो भन्दाखेरि नेपालको जुन अघि विविधताको कुरा गर्नुभयो, रेजिम स्ट्याब्लिस गर्नलाई आफ्नो संविधान लेखिँदै गयो नि त। एक्ज्याक्टली, होइन हो। अनि त्यसमा के गरियो भन्दा के बुझिएन भन्दाखेरि पृथ्वीनारायण शाहको दिव्य उपदेश जुन हामी सनातन संविधान भन्दैछौँ, यसले पपुल्यारिटी खोज्दैन, यसले युनिटी खोज्छ। र तपाईँले अहिलेसम्म जति संविधान लेख्नु भएको छ अथवा लेख्न खोज्नु भएको छ, तपाईँले पपुलरिजममा जानुभयो। तपाईँ पपुलरिजममा जाने बित्तिकै तपाईँले युनिटी फ्र्याक्चर गर्नुभयो। तपाईँले युनिटी फ्र्याक्चर गर्ने बित्तिकै तपाईँले एउटा इन्ट्रेस्ट ग्रुप र भेस्टेड इन्ट्रेस्ट ग्रुप मात्रै सर्भ गर्न सक्नुभयो। जुन नेपालको विविधता हो र जुन सबै अघि भर्खर दाहाले भनिसक्यो नि मलाई यो यसमा समेटिया छ भनेर। समेटिया छ होइन, समेटिएको छ। त्यो जुन समेटिया छ त्यो चाहिँ किन भन्दाखेरि नेपालमा आएर यो जुन हिरो हुन खोज्ने चलन छ नि, heroes don't last in Nepal. The heroes were the last heroes we saw were already fighting in Nalapani. Because and they were the one, and they were the one who fought because they read Divya Upadesh. They were the one who knew like how to fight for the empire of Gorkha, जुन अहिले मोडर्न नेपाल भनिन्छ। संसारमा कतिवटा देश छ जसलाई एम्पायर भनेर एम्पायरले मानेछ?
एकमध्ये त हाम्रो त एम्पायर हो नि त, इट्स अ गोर्खाली एम्पायर। र त्यो 4 पुस्ता त्यो मान्छे बितेर गइसकेको 4 पुस्तासम्म गिर्वाण युद्धसम्म आइन्जेलसम्म के भनेर नेपालले लडिरह्यो त, केले हामीलाई युनाइट गरायो त? दिव्य उपदेश। त्यसपछिको जति पनि शासकहरू आए र प्रशासकहरू आए उनीहरू आफै हिरो हुन खोजे। र जब when you want to become a hero in this country, it ain't gonna last। हिरो हुने होइन, युनाइट हुने हो। र त्यही भएर परीक्षणहरू सबै फेल भएको नै त्यही भएर हो। सायद मैले हेर्ने हो भने यो कसले गरेन, ओभर्टली नगरे पनि, ओभर्टली गरेनन्, तर राजा वीरेन्द्रले आफ्नो जुन महेन्द्रको बुवाकोबाट उनको बुवाबाट जुन एब्सोल्युट मोनार्की जुन चाहिँ इनहेरिट गरेका थिए, उसको चोइस थिएन, ही हैड इनहेरिटेड हैन एब्सोल्युट मोनार्की, त्यसलाई डेमोक्रेटाइज गरेर पृथ्वीनारायण शाहले दिव्य उपदेशमा के भनेका थिए त्यही अनुसारमा काम गर्न खोजेको द लास्ट किङ वाज वीरेन्द्र। अनि त्यो भएको भएर कोसिस जारी थियो, नभएका होइनन्। योभन्दा अगाडिको पृथ्वीनारायण शाहपछि सिधै मैले पृथ्वी पथमै नेपाललाई, र उनले भनेको आज मैले जसरी यो किताबमा एक्सप्लेन गरेको छु त्यसरी उसको कार्यहरूबाट सबैभन्दा नजिक चाहिँ म पृथ्वीनारायण शाहको नजिक चाहिँ नै राजा वीरेन्द्रलाई पाउँछु। सो कोसिस गरिएको थियो इन टर्म्स अफ डेमोक्रेटाइजिङ इन टर्म्स राज संस्थालाई प्रजातान्त्रिकरण गर्दै लिएर जाने, प्रजातान्त्रिक गर्दै लिएर जाने र प्रजालाई राज्य संयन्त्रमा इन्भल्भ गराउने, ताकि उनीहरूको पनि सुन्नुपर्छ। किनभने 37 सालको जुन चुनाव हो, 37 सालको जुन जनमत सङ्ग्रह जुन भयो, यदि ऊ एब्सोल्युट मोनार्किस्ट भएको भए संसारको त्यति बेलाको रिपोर्ट हेर्नुहोस्, त्यो कालखण्डको कुनै पनि डिक्टेटरकोमा इलेक्सन भएकोमा 90% भोट पाउँछ, 95% अप्रुभल रोटिङ हुन्छ उनीहरूको। हो बहुदल र निर्दलको जुन भोटिङ जुन चाहिँ रेफ्री भएर राजाले हेर्दै थिए 48-52 45-55 होइन। र त्यो जुन रुलले नै खेल्ने हो भने त्यसपछि संविधान संशोधन भयो, दोस्रो संविधान संशोधन भयो हुन्छ नि, यो चुनावपछि सुधारिएको पञ्चायती व्यवस्था भनेर हो। एक थरीले हारे, एक थरीले जिते होइन, बहुदलले हारेको थियो, निर्दलले जितेको थियो। हो तर त्यो जुन भोटैबाट जितेर आएको जुन निर्दल थियो त्यसलाई बहुदलवादीहरूले हामीले मान्यो। अब निर्दल भने त उनीहरू त झनै उग्र भएर बम पड्काए 42 सालमा, 46 सालमा आन्दोलन गरे, 47 सालमा पञ्चायत हुन्छ नि सुधारिएको पञ्चायतै मिल्काइदिए, निर्दलीय मात्र मिल्काएको दिएकोमा संविधानै मिल्काएर चाहिँ नयाँ लेख्छु भनेर 47 सालको संविधान निकाले। अनि उनले लेखा हुने हो भने अर्को लेखा किन नहुने भने 62-63 भयो, 62-63 लेखा भयो किन नहुने भने 72-73 भयो, 71-72 भयो, अनि त्यो पनि नहुने भने अहिले 80-82 भयो। भनेको जुन हाम्रो यो संविधानकै आफ्नो लेखाइ छ, यो जसले आयो त्यहीले आएर लेख्ने होइन नि त। संविधान यहाँ छ, यो अन्त हेरेर संविधान लेख्न खोजेर अनि एउटै संविधानले नेपाल चलाउँछु भनेर तपाईँको के योगदान र तपाईँको what kind of audacity it is like that you think you will do it? They've been heroes that have been born before us. They've been heroes and ideals that actually made this Nepal. हामीहरू त सानो एउटा यो लामो कडीमा एउटा सिक्री हो। हामीले भोलिको आउने पुस्तालाई त यो बुझाउनु पर्ने छ नि त। जसरी उनीहरूले हामीलाई बुझाए त्यसरी नै सग्ला डग्लै हामीले जस्तै भएदेखि अलिकति राम्रो गरेर बुझाउनु पर्छ नि त अर्कोलाई। अनि त्यो बुझाउने क्रममा चाहिँ बीचमा को आयो कि उसले नयाँ कुरा लेख्यो। जुन नेपाल आफ्नो हुन्छ नि यस्तो यो देवभूमि पितृभूमि भनेर आफ्नै इतिहास भएको नेपालमा बीचमा आएर के लेखेको हुन्छ नि। सो एउटा यो लेख्न खोज्ने र बीचमा हिरो हुन खोज्ने, पपुलिजम खोज्ने इज नट वाट। अब बडा सङ्कोचका साथ 62-63 को उभारपछि 58 सालदेखि जसरी एक थरी नेपाली बन्दुकै बोकेर नेपालमा परिवर्तन ल्याउन सकिन्छ भनेर लागे, जसलाई माओवादी भनेर चिनियो। 72 को संविधानपछि बारम्बार त्यस शक्तिले नेपालको नेतृत्व सम्हाल्यो। तर अहिले अब 81-82 मा आउँदाखेरि
त्यही शक्तिका लिडर प्रचण्ड त्यत्रो एन्गेजमेन्ट भएको आफूले रेज गरेको पार्टी आइडियोलोजी सबै त्यागेर माधव कुमार नेपालको पोल्टामा गएर मिसिनु भएको छ। अब यो डिपार्चर, यो अस्ति जुन जेनजी पुस्ताको आन्दोलन, क्रान्ति जे भनौँ वा इन्टरप्सन भनौँ, त्यो इन्टरप्सन पछिको रियलाइजेसन हो कि यो पोलिटिकल मुभ गणतन्त्रको एकमात्र शुद्ध कस्टोडियन भनेका प्रचण्डै थिए र उनको माओवादै थियो, त्यागिदिए उनले। पहिले जस्तो गणतन्त्रबाट हामी स्वतन्त्र त भइयो, किनभने गणतन्त्र जसले ऊ आफै पनि स्वतन्त्र भएको छ, किनभने इट वाज अ बिग बर्डन अन प्रचण्ड टु क्यारी अन वाट ही वाज डुइङ। किन भन्दाखेरि हिजो के गर्छु भनेर आएको भन्दाखेरि रोल्पा रुकुमबाट यहाँका मान्छेले दुःख भयो, यहाँका मान्छेले दुःख पाए र हामीहरूको जम्मा जम्मी सिट चाहिँ नै 9वटा मात्र छ, किनभने यिनीहरूको संयुक्त जनमोर्चा हो कि के भन्ने पार्टी थियो, उनीहरूको पोलिटिकल विङ, जसको 48 सालको संसदमा उपस्थिति थियो होइन। 48 सालको उपस्थिति भएकोमा त्यो उपस्थितिले पुगेन र यो उपस्थितिलाई म ठुलो बनाउँछु अर्को भनेर उहाँ जङ्गल छिर्नु भयो हो। 10 वर्ष जे गर्नुभयो त्यसपछि उहाँले फेरि उपस्थिति जनाउनु भयो त्यही संसदमा भारी बहुमतका साथ, सिधै एकचोटि जङ्गलबाट 83 जना, किनभने उहाँहरूको जुन छलाङको राजनीति छ, पहिलेको 8-9वटा सिट, त्यसपछिको 10 वर्षको लडाईँ र छलाङ पछिको 83 एकैचोटि जङ्गलबाट हाउसमा, त्यसपछि अलिकति ब्याकडोर एन्ट्री भन्न ठान्छु, छलाङ उहाँहरूको लागि छलाङ भयो नि त्यो त। अनि छलाङ त्यहाँ, त्यसपछि उहाँ पहिलो गणतान्त्रिक प्राइम मिनिस्टर होइन, चुनाव पछिको हुन्छ नि गिरिजा प्रसादले ह्यान्डओभर गरेपछिको माओइस्टको फुल अन प्राइम मिनिस्टर, संविधान सभाको प्रथम निर्वाचन पछिको प्रथम प्रधानमन्त्री उहाँ हुनु। उहाँको त्यसको 9-11 महिनामा त उहाँ जानुभयो, फेरि त्यो आर्मी प्रकरणमा त उहाँ निस्किनु भयो नि त फेरि होइन। भनेको उहाँको यो अधैर्यता र आफूलाई जता जे पोलिटिक्स अफ कन्भिनियन्स एन्ड द कन्भिनियन्ट ट्रुथको उहाँ ठुलो खेलाडी हुनुहुन्छ। अनि त्यो उहाँ खेलाडी भएको भएर अहिले उहाँले सबैभन्दा पहिले नै अहिलेको समसामयिक राजनीति बुझ्ने पनि त उहाँ हुनुहुन्छ नि त, किनभने अबको भविष्य उहाँको निम्ति चाहिँ यही हो कन्भिनियन्स भनेर उहाँ अर्कोमा लाग्नु भयो भन्नुमा कुनै पनि त्यो आश्चर्य मान्नु पर्दैन, किनभने यो त्यहाँबाट निस्किनेमा बाबुराम पनि निस्के, अरू पनि निस्के, उहाँ लास्ट हुनुहुन्थ्यो, उहाँ पनि निस्किनु भयो। अब अनि त्यसपछि ताकि यो अहिले जुन बिचको जुन लडाइँ थियो त्यसलाई जस्टिफाई गर्नु परेन नि त अब भविष्यको लागि, त्यहाँबाट निस्केपछि त अब अहिले जसरी बाबुराम भट्टराईलाई हामी जेनजीको टेबलमा सँगै देख्छौँ, त्यो उहाँकोले त्यो म पनि एकचोटि एन्गेज हुन परेको थियो उहाँसँग हो अनि इस्युमा। अब यो जेनजीको के अरे मुभमेन्टमा उहाँको जुन प्रेजेन्स देख्छौँ नि, त्यही त्यो प्रेजेन्स नै नेपाली पोलिटिक्सको अहिलेको विडम्बना हो। किनभने उहाँहरूले त्यो जुन उहाँहरूले आफूलाई रेलेभेन्ट बनाउन खोजिरहनु भएको छ नि त्यहाँ अहिलेको राजनीतिमा, र हिजो हामीले गरेको चिज ठिक हो भनेर जुन अगेन त्यो एउटा नयाँ आएको जेनेरेसनलाई जसले 20 वर्षसम्म नेपालको इतिहासै पढ्न पाएन, खास यो 20 वर्षमा अहिले पृथ्वीनारायण शाहको कतिजनालाई थाहा छ पहिले पनि दिव्योपदेश छैन, मेरो किताब होइन, दिव्योपदेश कतिवटा किताब पसलमा पाइन्छ, पाइए पनि कसैले किन्ने चेष्टा देखाइरहेका थिएनन्, छैन पनि दादा। किनभने म पोहोर सालको पुस 27 को अगाडि धेरै किताब पसल गएको थिएँ, हुन्छ नि दिव्योपदेश छ के छ त हामी कहाँ भन्दाखेरि गफ छ र गर्न नसक्ने चिजको आँट छ, र त्यो आँटलाई चाहिँ नै ढाँटले कभर गरेछ। यो ढाँटेर नै
हुन्छ नि यो आँट र ढाँटको लडाइँमा यो अहिले ढाँटहरूले जित्या हो, अस्तिको जेनजीले आँटेर देखाइदियो। अब अहिले कन्भर्सेसन चाहिँ यो ढाँटहरूको र आँटहरूको बिचमा भइरहेको बेलामा यो मलाई खालि एउटा मात्र चाहिँ के एउटा यो टाइमिङ पनि एकदमै राम्रो भयो हजुरले यो किताब पाइस्यो। किनभने यो अहिलेको जुन बच्चाहरूलाई चाहिँ नि इतिहास बिर्साएर हामी नै अझ ठिकौँ भनेर जुन अहिले यिनीहरूले फेरि अर्को न्यारेटिभ बनाउँदैछन् नि, that they have somehow become the sympathizers of the generation that they massacred. These Z generations belong to the same people who they massacred. त्यो जुन चाहिँ युद्ध गराएर सबै जुन बाबुमा मरे नि त्यसैको बच्चा बच्चै त हुन्छ जीवन, त्यही उमेरसम्म त हो नि यिनीहरूको त्यो अस्तिको युद्ध लडाइँमा मरेकाको बच्चा बच्ची होइन जेनजीको ऊ। अनि त्यसमा पनि आफ्नो रेलेभेन्स खोजेर तिनीहरूलाई चाहिँ आफ्नो पुस्ताका हिसाबले हो होइन। एकचोटि अहिलेकै यो टाइमिङ हेरौँ नि त, जीले किन सक्यो त? किनभने टक अबाउट जेनजी रेभोल्युसन त्यो दिन म काठमाडौँमा थिएँ। त्यो दिन म माइती घर मण्डलाबाट त्यो अघिल्लो दिन 8 तारिक म हिँडेँ होइन। त्यो 72 सालदेखि 82 सालसम्म त्यो माइती घर मण्डलादेखि त्यो एभरेस्ट होटल अथवा त्यो उसम्म कतिचोटि हिँडेको चाहिँ कतिचोटि हिँडिसकेँ हो। त्यो दिन म हिँड्दै हिँड्दै मलाई त्यो भिड देखेरै मलाई डर लागिसकेको थियो। किन भन्दाखेरि भिड भयो पहिलोचोटि, त्यत्रो भिड भयो। योभन्दा अगाडि पनि भिडहरूमा गएको थियौँ, तर योपल्टको भिड ठुलो भिड थियो। र योपल्टको भिडमा अरूहरूले उनीहरूले के भने थाहा छैन, तर त्यहाँ एउटा कोर भन्छ नि जिस्ट, त्यो एउटा केले ल्याएर चाहिँ त्यो मान्छेलाई त्यहाँ राखेको थियो त भन्दाखेरि दे वर द वान दे वर सेइङ वी आर नट लिभिङ, वी डोन्ट वान्ट टु गो आउट टु स्टडी, वी डोन्ट वान्ट टु गो आउट टु वर्क, यु करेक्ट योर मेजर्स, वी वान्ट टु स्टे हियर। हामी नेपाल छोडेर जानेवाला छैनौँ, हामी पढ्न पनि जाएनौँ, हामी काम गर्न पनि जाएनौँ, हामीलाई यहीँ बसेर काम गर्नु। त्यो आन्दोलनको त्यो दिन निचोड त्यो थियो। अनि त्यतिखेर म त्यो सबै त्यो बच्चाहरूसँग हिँडिरहेको थिएँ, मेरो भाइहरूसँग बहिनीहरूसँग सँगसँगै हिँडिरहेको थिएँ। त्यो भिड देख्ने बित्तिकै मलाई म त त्यहाँ हिँड्दा म वर्षौँदेखि हिँडिरहेको छु, मलाई त त्यहाँ हिँड्दै डर लागिसकेको थियो कि अब स्टेट रेस्पोन्स के हुने हो भनेर। किनभने यो स्टेटको जुन एक्जिस्टिङ स्टेट अहिलेको जुन यो अपदस्थ स्टेट जुन रिपब्लिकन अपदस्थ स्टेट जुन चाहिँ छ नि त्यो रिपब्लिकन कमान्डरहरूले गर्ने चाहिँ के हुने बच्चा भने त्यहीँ डर लागिसकेको छ मलाई खास। म बानेश्वरको जब चोकमा पुगेँ अनि त्यहाँ भाइहरूलाई अब ल अब मेरो अर्को एउटा अपोइन्टमेन्ट थियो, त्यसपछि म त्यहाँ बसेँ भरे, त्यसपछि म निस्किन्छु भनेर म निस्केँ। म के अरे जिल्ला अदालत आइपुग्दा नपुग्दै मेरो आमाले मलाई फोन गर्नु र त्यहाँ त गोली चलेर बाबु भन्नु, अन्त कहाँ छस् भनेर सोध्नु। मैले मेरो आमालाई किन चिन्ता होस् भनेर होइन म डेलिभर गइसकेँ, म पुगिसकेँ अघि नै, म छैन त्यहाँ भन्दै। तर मेरो मनमा सबैभन्दा चिसो नै के भयो थाहा छ, अघि मलाई त्यो बच्चा कागज दिने बच्चा त्यो त सबै त्यहीँ छन्, ती सबैको आमाले फोन गरेनन् होला ती बच्चाहरूलाई, गरे होला नि त। सो त्यो दिनको टेरर हुन्छ नि, त्यो टेरर द्याट एक्चुअली क्रिएटेड इन द सिटी, द फाइट द्याट लास्टेड 4 hours इन फ्रन्ट अफ द पार्लियामेन्ट। यहाँबाट यताबाट गोली हानिरहेछ, उताबाट ढुङ्गा हानिरहेछ। त्यो लडाइँ त हामीले 1816मा नालापानीमा भएको थियो, जहाँ यताबाट अङ्ग्रेजले गोली हानिरहेको थियो र हामी यहाँबाट ढुङ्गा हानिरहेको थियौँ। अनि त्यो त्यत्रो मान्छे त्यो गोली चलेर एकचोटिमा बम पड्केर मर्यो र इट्स अ दोहोरो वार भइरहेको थियो। त्यो 4 घन्टा वार चल्दाखेरि त्यो पार्लियामेन्टमा बसेको एकजना मान्छे बाहिर आएर भन्यो ए गोली नचलाओ भनेर भन्यो। पार्लियामेन्टमा बसेको त्यो पार्लियामेन्टेरियनहरू जो थिए त्यो पार्लियामेन्टेरियनहरूले उनीहरूको घर अगाडि आएर कुरा गर्न आएको थियो नि त त्यो बच्चाहरू हो। त्यो पार्लियामेन्टेरियनहरूले बाहिर आएर कुरा गर्नु त कुरै छैन। त्यो गोली चलिसकेपछि नि गोली नचलाओ हुन्छ नि, एकजना आयो बाहिर। सो व्हेन यु आस्क मी हु इज रेस्पोन्सिबल फर द्याट, जसको घरको ढोका अगाडि गोली लागेको हो उही हो रेस्पोन्सिबल। त्यो भनेको त होल अफ द्याट पार्लियामेन्ट र त्यहाँ भएको हरेक संसदको हातमा रहेछ, बच्चाको रहेछ। एकजना मान्छे, एउटा प्रधानमन्त्री, एउटा गृहमन्त्री, यो मन्त्री त्यो मन्त्री भनेर यतातिर हुन्छ नि त्यो दोष पञ्चाएर र अनि मैले पनि यसको विरोधमा बोलेको छु भन्ने हो र। त्यहाँ राष्ट्रिय सभा थियो, त्यहाँ हामीले यो गणतन्त्रको सबैभन्दा ठुलो उच्च मन्दिर भनेर राखेको ठाउँमा बच्चाहरूले फुल लिएर र कलम लिएर गएको थियौँ हामी हुन्छ नि त्यो दिन।
त्यहाँ गोली ठोकेर हान्दाखेरि के गरेर बसेको थियो त्यो भएको भएर दे आर कलेक्टिभली यो सिन हुन्छ नि कलेक्टिभ सिन यो त नेपाल हो नि त्यहाँ त पाप लाग्दै होला नि त नलाग्नेलाई थाहा छैन तर नेपालमा पाप लाग्छ होला त्यो कलेक्टिभ सिनको लागि you have to go. We are not going to be divided anymore because you divided us so well. We are going to unite this time. त्यही भएर पनि यो युनिटी हुन्छ नि हाम्रो जुन युनिटी हामीलाई बिर्साइदिएर हामीलाई डिभिजनमा जुन लग्दियो नि अब दुईटा प्रश्न दुईटा धारमा तपाईले अहिले जुन व्याख्या गरिरहनु भएको छ जुन चित्रण हामीलाई फेरि रिमाइन्ड गराइरहनु भएको छ अझैसम्म मैले पनि त्यसलाई ग्रापल गर्न सकेको छैन त्यो आवाज त्यो डिस्मे स्पष्टताको खोजी अहिले जे भइरहेका छन् जस्तो किसिमको चाहिँ हामीले मेक शिफ्ट एउटा रेजोल्युसन जस्तो तयार गरेका छौं टुङ्गोमा पुगेको छैन त्यसको लागि त मैले आई थिङ्क आई वाच्ड यो एउटा पडकास्ट जस्तो रिसेन्टली अनि हजुरकै मैले एउटा हेरेको थिएँ बुझ्यो त्यसमाहरूले के भनिसकेको थियो भने चाहिँ टुङ्गोमा पुग्यो भन्दाखेरि यो मचे थच्यो त्यसपछि केमा चाहिँ पुगेको छैन भन्ने एउटा कुरा थियो कि त्यो यो उठेर झर्यो थचारियो तर कम्प्लिट भएको छैन जस्तो जगमान गुरुङले उठाउनु भएको भिड सुदन गुरुङले ओह्राल्दियो होला हि ल्यान्डेड इट हो तर कम्प्लिट त भएको छैन हिजो जब राजा उबाट के अरे पोखराबाट फर्केर आएपछि यहाँ जुन जन उभाएर आएको थियो यहाँ मान्छेले जुन वेलकम गराएको थियो नि एक्चुअली लाखौं लाख भिड मान्छे आइसकेपछि के हो त भनेर कुरा गरेनन् कसैले पनि दे डिसमिस्ड इट दे रोट इट अफ नथिङ ह्यापन्ड नेक्स्ट टाइम दे सेड लेट्स एक्चुअली टक अबाउट एन्ड डु समथिङ दे डिसमिस्ड इट दे शॉट पिपल त्योभन्दा अगाडि बल्खुमा त्यो के अरे यो कोरियन भाषाको सेन्टरमा दे किल्ड इट भिड डिस्पर्स्ड दे सेड दिस इज व्हाट द राइटिङ अन द वल चाहिँ थियो है इट वाज अ बिल्ट अप तर त्यो हुन्छ बिहेभ वेल है भनि चाहिँ रहेको थियो हैन थियो र नयाँ डेमोग्राफिकले थियो र अनि त्यसपछि एउटा कुरा के पनि विचार गर्नु पर्यो भन्दा यो हामीहरूको जेडमा गएर किन गर्यो त जेड कसरी गयो त भन्दाखेरि त्यसले ऊ कहीँ पनि छोडेर जानेवाला छ वाईलाई जेनेरेसन वाईलाई सबै के बनाइदियो वैदेशिक रोजगार जेनेरेसन एक्स कि यतापट्टि युद्ध कि यतापट्टि यो कि अर्को सबै बाहिर विदेश एक्स जेनेरेसन एक्सपोर्टेड वाई जेनेरेसन एक्सपोर्टेड द जी जेनेरेसन द पेरेन्ट्स आर सेन्डिङ द मनी टु द जी अहिले पठाएको त अनि त्यो जी कहाँ जाने हुन्छ त्यही भएर दे ह्याड द करेज द्याट वी फाउन्ड आवर करेज ब्याक एक्चुअली त्यो दिनमा कि दोज बोइज द्याट फट द्याट डे दे सोड द करेज कि प्रजातन्त्रमा विरोध गर्न आउँदाखेरि पहिले त विरोधै गर्न पर्ने हो सबै समेटेपछि किन विरोध गर्नु पर्यो तर विरोध गर्न आउँदाखेरि गोली ठोकेर जुन चाहिँ ढोकामा गोली ठोकियो त्यसको रिप्रकसन भोलिको दिनको अर्कै दिन कुरा गरौँ तर त्योभन्दा अगाडिको 3 दिन कुरा गरौँ जतिखेर ब्ल्याकआउट सुरु भयो सोसियल मिडिया ब्ल्याकआउट पनि इट्स अगेन लाइक त्यो बुझ्नको लागि त्यो भनौँ तर मैले त्यसरी बुझिनँ सोसियल मिडिया ब्ल्याकआउट जुन डिस्कर्ड हो त्यो म मेरो छोरासँग कुरा गर्छु त्यो डिस्कर्डमा किनभने सबै गेम खेल्छन् त्यो डिस्कर्डमा मैले मेरो जुन जेनेरेसन एल्फामा बिलङ गर्ने छोरो छ त्यसमा मैले कुरा गर्ने ठाउँ नै डिस्कर्ड हो अरू ठाउँमा कुरा हुँदैन हो मेरो लागि त टेलिफोनै काट्यो नि त उसको लागि त कुरा गर्ने ठाउँ नै काट्यो नि त त्यो त हामी टेलिफोन मात्रबाट गर्दैनौँ नि त अहिले कुरा डिस्कर्डबाट कुरा गर्छौँ काट्यो म मेरो जति पनि कामहरू गर्छु फोन गर्छु व्हाट्सएपबाट गर्छु त्यो काट्यो हो त्यसपछि मेरो जुन चाहिँ म काम हुन्छ नि जस्तै यहीँ वनस्पति बगैँचादेखि योदेखि जे मेरो एउटा लिङ्क्डइन प्रोफेसनल प्रोफाइल भन्ने हुन्छ त्यो लिङ्क्डइन काट्यो मेरो हो त्यसपछि मेरो बाआमासँग कुरा गर्ने फेसबुक काट्यो हो नेपालीको सबै कुरा गर्ने भाँडो काट्ने हो सोसियल मिडिया ब्यान भन्ने कम्प्लिट
पूर्ण प्रेस स्वतन्त्रता भनेर यो संविधानको प्रस्तावनामा लेखिएको थियो। अब अहिलेको क्वेसन लेखिएको छ अहिलेसम्म प्रस्तावनामा पूर्ण प्रेस स्वतन्त्रता लेखिएको प्रस्तावनामा लेखिएको प्रेस 4 दिनसम्म भन्दाखेरि मेरो त टिभी चलिहाल्छ नि, मेरो त पत्रिका चलिहाल्छ नि, यो त सोसियल मिडिया ब्यान हो भनेर व्हाट डिड दे डु? डिड दे डु एनिथिङ? तिनीहरूले त्यो नगरेको भएर त्यो बच्चा आउने दिन आएको हो क्या नि त्यहाँ। त्यो सडकमा बच्चा ओर्लिनी पर्ने दिन कसरी आयो? बिकज द प्रेस डिड नट टेक इट एज प्रेस। र प्रेस भनेको नेपालीमा छापाखाना हो कि सूचना हो? व्हाट इज प्रेस? मेरो सूचना मैले जहाँबाट जताबाट पाए पनि मेरो सूचनाको अधिकारै रोकिएको बेला र मेरो कम्प्लिट कम्युनिकेसन रोकिएको बेला चाहिँ 4 दिनसम्म मिडिया ब्ल्याकआउट चुपचाप लाएर यही सरकारको कम्प्लाइन्ट होइन यो प्रेस अहिलेको? प्रेस बोलिदिएको भए यो त्यो बच्चा आउने दिन आउँथ्यो। अनि दे आर अल वेटिङ फर लाइक जति पनि अगाडिको जति पनि यो अधिकारवादी योवादी हो दे आर अल वेटिङ फर स्याटरडे, शनिबार गएर 2 घन्टा डेमोन्स्ट्रेसन गर्ने। तर त्यो बच्चा जुन घरमा बसिरहेको छ त्यसलाई त अहिले नै उसको सबै संसार बन्द भएन? त्यो सोसियल मिडिया ब्यान हो र त्यो। त्यही भएर हामीहरूको जुन गभर्निङ इलिटहरू जुन छन् उनीहरूले मान्छे 10 जना वरिपरि राखेर मेरो सबै काम यहाँ वरिपरि 10 जनाले गरिदिइहाल्छन् नि भनेर बाँकीले पनि त्यसरी त गरेका छैनन् नि काम। बाँकीको त जब छ लिङ्क्डइनमा, बाँकीको त सर्भर छ डिस्कोर्डमा। अनि त्यसलाई प्रेसले जसरी ह्यान्डल गर्यो, दिस रेभोल्युसन द्याट ह्यापन्ड विदाउट द प्रेस, विदाउट द इन्भल्भमेन्ट अफ द नेपाली प्रेस। कि तिम्रो यतिवटा मेसिनरी राखेर पनि तिमीले केही नै थाहा नै पाएनौ। यु आर नट द रिप्रेजेन्टेटिभ अफ दिस। कि थाहा पाएनौ कि कानमा तेल हालेर बस्यो? होइन, तिमी कम्प्लायन्ट हो नि। त्यो दिन बच्चा गएर गोली खानुमा त प्रेस इज द फर्स्ट कल्प्रेट, पार्लियामेन्ट इज द नेक्स्ट, एन्ड देन कम्स द पुलिस। तर नेपालमा त्यो अस्ति त्यो जुन नरसंहार जुन भयो, त्यो नरसंहारको पहिलो जिम्मेवारी त प्रेसको होइन, प्रेसको हो नि। प्रेस प्रोएक्टिभ भइदिएको भए त्यो अभोइड हुन सक्थ्यो। एब्सोल्युटली। त्यो कुनै पनि हालतमा उसको उही माथिको अट्याक थियो नि त, त्यो त प्रेस माथिको अट्याक थियो नि त। उसले आफूलाई के गर्यो? उसले आफूलाई सेपरेट गराइदियो। पूर्ण प्रेस स्वतन्त्रता भने के हो भन्ने नै के हो? प्रेस स्वतन्त्रता भन्दाखेरि सूचनाको स्वतन्त्रता छुट्दाखेरि प्रेस के बोल्यो त? तपाईँले यति गहिरिएर चाहिँ नि मलाई फेरि रिमाइन्ड गराइरहनु भएको छ। म रिमाइन्डेड पनि भइरहेको छु। तर पछिल्लो जेनजी पुस्ताको जुन इन्टरभेन्सन थियो, त्यो इन्टरभेन्सनलाई यदि सिम्बलाइज गर्ने हो भने तपाईँले जसरी भन्नुभयो प्रजातन्त्रको मन्दिर, मलाई पनि त्यस्तै लागेको थियो। प्रजातन्त्रको मन्दिर हाम्रो प्रतिनिधि सभा नै हो, जहाँ हामी आफ्नो अमूल्य भोट दिएर जनप्रतिनिधि पठाउँछौँ। त्यहाँ जनताको कुरा हुन्छ, जनताका समस्याहरूको समाधानको उद्गम स्थलै त्यही हो। बाई एन्ड लार्ज एउटा चाहिँ नि विश्वास पनि गरियो। मेरो करियर नै त्यो विश्वासमा समर्पित भयो जस्तो लाग्छ। मैले यस कालका प्राय सबै स्टेक होल्डर्सहरूसँग तपाईँसँग जस्तै गरिकन मैले विचारहरू विमर्श गरेको छु र उनीहरूलाई मैले प्रशस्त बेनिफिट अफ द डाउट पनि दिएको थिएँ। म जहिले पनि अहिले भन्न थालेको छु कि मलाई सफ्टी नै भन्थे। तपाईँले पत्रकारिताको धर्म पुरा गर्न सक्ने पत्रकारै मान्दैन, ठिक छ, त्यो पनि मैले त्यो बेनिफिट अफ द डाउट दिएको थिएँ। तर अस्तिको इन्टरभेन्सनमा तपाईँले भने जस्तै घोत्लिँदाखेरि चाहिँ नि एउटा प्रजातन्त्रको मन्दिर संसद ध्वस्त भयो। त्यसपछि त्यही संसदबाट चुनिएर आएका पार्टीगत व्यक्तिहरूले सञ्चालन गर्ने गभर्नेन्सको अर्को मन्दिर सिंहदरबार ध्वस्त भयो। एक्जिक्युटिभ ध्वस्त भयो। त्यो एक्जिक्युटिभले गरेका काम कारबाही र पब्लिकले गरेका काम कारबाहीलाई राम्ररी केलाएर न्याय
प्रतिपादन गर्ने न्यायालय, सर्वोच्च अदालत, सबै अदालतहरूको अदालत पनि ध्वस्त भयो। र अहिले हामीले अंगीकार गरिरहेको राज्य व्यवस्थाको सबैभन्दा उच्च पोजिसन प्रेसिडेन्सीको सिम्बल शीतल निवास ध्वस्त भयो। तर हामी अझै पनि संविधान त जीवितै छ, राज्य त यसको कन्टिन्युटीमै चलिरहेको छ भनिरहेका छौँ। तपाईँ यति घोत्लिने मान्छे हुनुहुँदो रहेछ, तपाईँको विचारमा चाहिँ नि अहिलेको स्थिति के हो? घोत्लिने भन्दाखेरि यसमा एकादेशमा कहाँबाट सुरु गर्ने भन्ने हुँदो रहेछ दादा। सबै चिज, सबै जुनै सुकै कुरा पनि तपाईँको एकादेश कहाँबाट सुरु भयो? वन्स अपन अ टाइम भन्छ नि, वन्स अपन अ टाइम, यस। त्यो सुरुवात कहाँबाट त वन्स अपन अ टाइमको? तपाईँको कथाको सुरुवात कहाँबाट हो वन्स अपन अ टाइमको भनेर हेर्नु पर्दो रहेछ यसको लागि। त्यसकारण जुन कथाहरू अहिले यो आइरहेका छन् नि, यो कथाहरूले कहिले पनि बिचबाट आएर वन्स अपन अ टाइम लेख्न थाले कि भइसक्यो। एउटै कथामा धेरै वन्स अपन अ टाइम हुन्न नि, होइन? सिङ्गुलर कथा भएको भए वन्स अपन अ टाइम भनेर सुरु हुन्थ्यो। यिनीहरूले बिचमा आएपछि वन्स अपन अ टाइम यहाँबाट सुरु हुन्छ भनेर गर्न थाले कि हामीबाट सुरु। योभन्दा अगाडिको केही पनि काम छैन। जस्तो अब जाउँ सिधै सिंहदरबार जल्नुमा। सिंहदरबार कसले बनाएको? चन्द्रशमशेरले। त्यसपछि जब आयो सबै ठिक थियो, सिंहदरबार कन्ट्रोभर्सियल थिएन, सिंहदरबार वाज फाइन। अलि 2-4वटा डिसिजनहरू गर्थ्यो उसले, हुन्छ नि, गरेको चिजमा धेरै जसो त्यो सिंहदरबारै भनेर सिंहदरबार एज अ नेसनल ट्रेजर हामीले राखेको थियौँ, होइन, बाई एन्ड लार्ज। तर जब गाउँ गाउँमा सिंहदरबार पुर्याउने भन्ने नारा दिइयो, रिपब्लिकन नारा आयो नि त, गाउँ गाउँमा सिंहदरबार भनेर, र पुर्याइयो। गाउँ गाउँमा सिंहदरबार लग्यो नि भनेर गाउँ गाउँमा वडा कार्यालय र गाउँ गाउँमा सिंहदरबार पुर्याइयो नि, पुर्याइयो। त्यसकारण अस्ति त्यो सिंहदरबार जल्दाखेरि 500वटा सिंहदरबार त नेपालभरि जल्यो नि त, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जले। भनेपछि जे कुराले नेपालीलाई रुल गरिरहेको छ अहिले, नेपाली जनतालाई मन परेको छैन। हामीलाई जुन इन्डिरेक्ट रिप्रेजेन्टेटिभ डेमोक्रेसी, अप्रत्यक्ष प्रजातन्त्र जुन हामी पार्टीको थ्रु प्र्याक्टिस गर्छौँ र पार्टीको मार्फत प्र्याक्टिस गर्छौँ, त्यो मार्फत प्र्याक्टिस गरेको भएर हामीले पार्टीहरूलाई बलियो बनायो नि त, हो? हामीले आफै त प्रजातन्त्र प्र्याक्टिस गर्न सक्दैनौँ नि त, कि हामीले पार्टीको थ्रु गर्नु पर्यो नि त। भेहिकल पार्टिजहरू भए, भेहिकल पार्टी हो नि त। तर मैले हिजो जब हाम्रो श्रीपाद महाराज धिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेवले यो जनताको नासो चाहिने श्रीपेत्र राजदण्ड जनतालाई बुझाएको छु भनेर जुन दिएको थिए, त्यो दिएको चिजलाई पार्टीले आफ्नो ठाउँमा झ्यापान दियो नि त अहिले। त्यही भएर हामी नेपालीहरू सबैले आफै नै सार्वभौम हौँ, र यो सार्वभौमता हामीले पाएका छौँ, हुन्छ नि, र यो सार्वभौमता हामीले पार्टीलाई दिने होइन र हामीसँगै राख्ने हो भन्नको लागि पनि त पृथ्वीनारायण शाह भन्दा अर्को एकादेश कुन छ त? नेपालको एकादेश त त्यही हो। अनि त्यो तपाईँले आधुनिक नेपालको एकादेश त त्यही हो, होइन? त्यो बाहेक अर्को के रेफरेन्स छ हामीसँग? त्यो बाहेक हामीसँग कुनै पनि रेफरेन्स छैन। त्यसै कारण मुलुकी ऐन किन चलेन? बिचमा आएर किन हेर्नु पर्यो? जङ्गबहादुर राणा जे गर्यो, तर किन चलेन त? किनभने उसले पनि हेरेन नि त पृथ्वीनारायण शाह। हेर्नु पर्ने त पृथ्वीनारायण शाहको दिव्योपदेशै थियो। त्यसपछि जब पञ्चायत सुरु भयो, पञ्चायत सुरु हुँदाखेरि पनि त त्यतिखेर पनि त हामी जाने चान्स थियो नि त पृथ्वीनारायण शाहको दिव्योपदेशमै। गएनौँ, हामी पञ्चायततिर लाग्यौँ, त्यसैले टिकेन। त्यसपछि हामीले यो बहुदलीय व्यवस्था भन्यौँ, 47को संविधान लेख्यौँ, त्यसैले टिकेन। अब अहिले पनि नटिकेको त्यही भएर हो। त्यही भएर अहिले यो जुन हामीलाई इतिहासले जुन मौका दिएको छ,
इतिहासले मौका दिएको नै नेपालीलाई फेरि एक हुन मौका दिएको हो नि त। अनि त्यो एक कसलाई हेऱ्यो भने चाहिँ हामी एक हुन्छौँ त भन्दाखेरि एउटा झन्डा नेपाली झन्डा, एउटा फोटो पृथ्वीनारायण शाहको फोटो, एउटा के अरे किताब दिव्य उपदेश, वान फ्ल्याग, वान पर्सन, वान हिरो, वान बुक, द सोल्युसन इज देयर। अनि यो जग हँसाइ गरेर दुनियाँ हुन्छ नि, यो के अरे यो यहीँ नेपालमै सबैजनालाई चाहिँ पेलेर त्यसपछि बाहिर ठेलेर हुन्छ नि जग हँसाइ गरेर के अरे यो के अरे चारजनाले बस्दाखेरि पनि हुन्छ नि सधैँ झुटो बोलिरहनु पर्दा होइन, यो थाकिसकेका मान्छेहरूलाई उनीहरूले बनाएको गेममा उनीहरूलाई जितेनौँ भने उनीहरूले सधैँ हामीलाई दुःख दिइरहन्छन्, फेरि टुक्राउन कोसिस गरिरहन्छन्। पुस्तकको पछिल्लो गाथोमा तपाईँले चुनाव कसरी जित्ने होइन पहिलो नेपाली म्यानिफेस्टो भनेर लेख्नु भएको छ। तपाईँ दलहरूले जुन प्रजातन्त्रको सम्भागका रूपमा काम गर्नु पर्थ्यो गरेनन्, त्यसैले यो हकीकतमा पुगे भन्ने जस्तो भावार्थको कुरा गर्नुभयो नि। तर चुनाव भन्ने शब्दसँग तपाईँ भाग्नु भएको जस्तो देखिन्न। चुनाव कसरी जित्ने चाहिँ भन्ने, अनि दलहरूलाई चाहिँ नि खालि धारे हात मात्रै लगाइरहने हो भने कसरी चुनाव, कसरी जित्ने, कसरी जित, कसरी हार, कसरी राज्य व्यवस्था अगाडि बढ्ने, यसको पनि त केही खाका त चाहियो नि त। पहिले एउटा कुरा अगेन सुरुवात गर्दाखेरि नै जब हामीले व्यवस्था भन्छौँ, यी अहिले जुन जति पनि पार्टीहरूले चलाइरहेका छन् नि यी सबै पञ्चायतको 30 कालमा अपोजिसनमा थिए हो, मान्नुहुन्छ? दे वर द अपोजिसन। विश्वेश्वर प्रसाद कोइराला, मनमोहन अधिकारी एन्ड को आइडियोलोजिकली पुस्ता नभए पनि बुझे 37 सालको के अरे बहुदल आउनुपर्छ भन्नेमा पञ्चायत अपोजै गरेर यिनीहरू नै त अपोजिसन थिए नि त भनेको थिए। सो वेन यु अनि त्यस भने त तिनीहरूले राजालाई पनि कहाँ काम गर्नु दिए त्यतिखेर? राजालाई पनि सुरु काम गर्नु त दिएनन्, तिनीहरूले दिए अपोज गरेर हुन्छ नि, अपोजिसन मात्र गरेर। शान्ति क्षेत्रको प्रस्ताव समेत त्यो भन्दा राम्रो प्रस्ताव हाम्रो कमन नेपालको कमन बटम लाइन होइन पिस भन्नेमा नेपाल भरि र नेपाल बाहिर समेत 124 इन्डोर्समेन्ट पाएको नेपाललाई त्यसलाई पनि लत्याइदियो होइन। त्यसलाई चाहिँ किङको आफ्नो पर्सनल एजेन्डा हो पञ्चायत टिकाउने भनेर भाष्य बनाएर कुन प्रजातन्त्रको कुरा? प्रजातन्त्रको रक्षा त राजा वीरेन्द्र भन्दा बढी कसले गरेको थियो भनेको? मलाई जेलमा बस्ने विश्वेश्वर प्रसाद कोइरालाले प्रजातन्त्र सिकायो कि 37 सालमा चुनाव गराएर हुन्छ कि त्यसपछि 46 सालमा निर्दलीय भन्ने शब्द निकालेर हुन्छ कि त्योभन्दा अगाडि हुन्छ नि बाबुबाट पाएको हुन्छ नि एब्सोल्युट पञ्चायत त्यसलाई संशोधन गरेर हुन्छ कि? डेमोक्रेसी मलाई सिकाउने नेपालमा किङ वीरेन्द्र हो, विश्वेश्वर होइन सर। इट्स नट विश्वेश्वर कोइराला हु टट मी डेमोक्रेसी इन दिस कन्ट्री, इट्स किङ वीरेन्द्र हु टट मी डेमोक्रेसी। र राजाले वर्षको 2 चोटि मात्र बोल्छ हो, त्यो 2 चोटि बोलेको भाषण मात्र हुन्छ र हामी चाहिँ नि बोल्न पाउँछौँ भनेर हुन्छ नि ए बोल्न द्यादेखिस् भनेर वर्ष दिनभरिमा बिहान के बोल्या बेलुका के बोल्या भन्ने बिर्सिने मान्छेहरूको बोलीमा गएर तपाईँले अरूलाई हल बनाउनुहुन्छ होला। नअल्मिने मान्छे छैनन् धेरै। र जहाँसम्म सोसाइटीको कुरा छ र क्यालकुलेटिभ र म्याथमेटिकली कुरा गर्ने हो भने the society as such, as Nepalese populace, was already fractured in half. जहाँ उनीहरूले आफूलाई गणतन्त्रवादी भने र राजावादी भने हो, त्यतिमा त भइसकेको थियो। अस्तिको जुन यो जेनजी आन्दोलन भयो त्यसले फेरि एकपटक सोसाइटीलाई हरिजन्टली फ्र्याक्चर गरेको छ। किनभने त्यसको मतलब त्यो भनेको मतलब बुढाहरूले खोजेको चिज र बच्चाहरूले खोजेको चिज फरक हो, फरक भयो नि त होइन? बच्चाहरूले बुढाहरूले चला भएन भने त्यही फ्र्याक्चर त्यही देखियो। सोसाइटी त हाम्रो आधा भन्दा बढी पपुलेसन त यङ नै छ नि त। अनि त्यो फ्र्याक्चर भइसकेको थियो। पहिला यस्तो भर्टिकल मात्रै थियो, हरिजन्टल पनि भयो होइन त, पुस्तागत डिभाइड पनि भयो। एब्सोल्युटली ओके। अनि जुन यो एब्सोल्युट पुस्तागत जुन डिभाइड भयो त्यसले यो जुन होल रिपब्लिकन इम्पोर्टेड आइडिया अफ रिपब्लिकन
रिपब्लिकनिजम हेज बिकम इम्पोर्टेन्ट नपुंसक भयो यस अब यो जे भइसक्यो त्यसमा म चुनावमा किन छु भन्दाखेरि हामीहरूले we will unite as Nepalese. The Nepalese population is going to be ready for the Chunav now. We don't party भाग लिने या नलिने भन्ने चिजमा छ भने नेपालको सबैभन्दा ओरिजिनल ट्रबल मेकर नेपाली कांग्रेस once is going to go to election किनभने they will want to it is their existential crisis अहिले so they will go to election त्यसपछि अहिले आएको नयाँहरू हामीले केही गरे हैन भनेर they will go to election अहिले आएको नयाँ पार्टी हामीले केही गरे no because one thing we are going to make sure is like they are equally responsible for the parliament massacre actually किनभने 24-year साइकलमा प्यालेस म्यासेकरबाट सुरु भएको कथा पार्लियामेन्ट म्यासेकरमा आएर सिद्ध्या छ खास and hence we are entering the new stage of Nepalese direct democracy. अब यो पार्टीको थ्रु डेमोक्रेसी प्र्याक्टिस गर्ने हैन हामी आफै प्र्याक्टिस गर्छौं डाइरेक्टली कसरी सम्भव छ पृथ्वीनारायण शाहको दिव्य उपदेश लिएर एउटा मान्छे हल्लेर झण्डा बोकेर सम्भव छ लास्ट म्यान स्ट्यान्डिङ सम्भव छ लिएर आउन तिनीहरूको म्यानिफेस्टो जति पनि त्यही भएर त सबैजनाको लागि लेखेको हो नि त्यो किताब सो दे क्यान एक्चुअली फाइट देम अन द आइडियल्स अफ पृथ्वीनारायण शाह and the courage of Balabhadra Kumar and the last courage that I saw on that day where the kids were fighting the state were shooting them with guns with their rocks they showed that courage that day so the courage तर यो तपाईले यो किताब लेख्नु भयो अस्तिको इन्टरभेन्सन भन्दा अगाडि हजुर हैन र तपाई अहिले यसलाई कन्टेक्चुअलाइज गर्ने मात्रै प्रयास गरिरहनु भएको छ कि इट हैज मोर मिनिङ टु इट हैन कस्तो भन्दाखेरि यो किताब कन्टेक्चुअल किताब हो नि त दिस वाज द किताब दैट वाज एक्सिडेन्टली कन्टेक्चुअल भयो कि त्यहाँ त्यसमा तपाईले थर्ड च्याप्टरको मा त फोर्थ च्याप्टरमा हेर्नुभयो भने त्यहाँ क्लियरली के लेखेको छ भने वी आर एन्टरिङ नाउ हाम्रो आइडियोलोजिकल सबभर्जन को साइकल जुन नेपालले खेपिरहेको छ एउटा साइकल एन्डेड इन 2001 अर्को साइकल अब आयो हुन्छ नि यो रोयल म्यासेकरमा एउटा साइकल थियो त्यसको आइडियोलोजिकल सबभर्जनको त्यसपछि यो अब थर्ड स्टेज म्यानुफ्याक्चर क्राइसिसको स्टेजमा हामी पुग्न लाग्छौं त्यही भएर चाहिँ यो क्राइसिस हामी रुट्समा फर्किनै पर्छ कि यसलाई एउटा रेफरेन्सको रूपमा मात्रै साइडमा राख्ने नो 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 इट्स दिव्य उपदेश इज एब्सोल्युट किनभने तपाईले हैन त्यो पनि म के भन्छु भने एकचोटि लेखेर देउनुस् न त लेख्नुस् न त दिव्य उपदेश यता राख्छु हैन त्यतापट्टि तपाईको ल्याउनुस् अनि त्यसपछि कम्पेयर गरौँ न साइड बाई साइड कम्पेयर गरेर हेरौँ नि त अनि वी गो अन डिस्कर्ड वी भोट वी डु एभ्रिथिङ बिफोर द्याट हेरौँ नि त तिमीलाई तिम्रो म्यानिफेस्टोमा त्यति विश्वास छ कि कार्ल मार्क्सले लेखेको र त्योभन्दा अगाडिको हिस्टोरिकल डायलेक्टिकल मटेरियलिजमलाई ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाद भनेर डायलेक्टिकललाई द्वन्द्वात्मक भनेर नेपालीलाई ट्रान्सलेट गरेर पढाएर र डायलेक्टिकललाई तार्किक नभनेर ऐतिहासिक तार्किक भौतिकवाद भनेको भए नेपाली समाज कहाँ पुग्थ्यो र द्वन्द्वात्मक भौतिकवाद भनेर ट्रान्सलेसन समेत उल्टो पढाएर चाहिँ आजसम्म जुन मूर्ख बनाउनु भयो अब पनि म मूर्ख भइरहन्छु र अब म मूर्ख हुन सिद्धियो भन्ने डिक्लेरेसन हो नि त्यो अफ एन इन्डिपेन्डेन्ट नेपाली अब अक्षयजी पछिल्लो इन्टरभेन्सन पछि जुन पाठ सिक्ने भन्छ नि लेसन्स लर्न एक थरीले त जतिसुकै फुर्ती लगाए पनि सिके एक थरी राम्रैसँग झस्के एक थरी आश्वस्त भए पनि होला सानो तबका एक थरी अझै तिल मिलाइरहेका छन् हैन तर राज्य सञ्चालन भनेको त प्रजातन्त्रका चक्काहरू भनेको त अहिले हामीले कुरा गरेका कम्पोनेन्टहरू मात्रै होइनन् सुरक्षा फौज छ कर्मचारी तन्त्र छ सबैभन्दा ठुलो कुरो नागरिकहरू छन् गजब नागरिक पनि त चुकेका होलान् सुरक्षा फौजहरू पनि त चुकेका होलान् कर्मचारी तन्त्रहरू पनि त चुकेका होलान् यो सबै दोष राजनीतिक कर्मीहरूलाई मात्रै थोपारेर हामी पानीमाथिको ओभानो हुन त खोजिरहेका छैनौँ हैन हामीहरूलाई जनतालाई
यो अरू सबैलाई अधिकार छ थोपार्न, त्यो दोष थोपार्न अधिकार छ, आम जीवनलाई छ हैन, सबैलाई छ। किन भन्दाखेरि उनीहरूले प्राइभेटली के गरे मलाई मतलब भएन, उसको प्राइभेट लाइफ कस्तो छ मलाई मतलब छैन, तर पब्लिक स्पेक्ट्रममा बसेर म यो गर्छु, म यसरी काम गर्छु, तिमीहरूको लागि यो गर्छु भनेर बोलेर म यो गर्छु भनेर आइसकेपछि त्यो नगर्नु, गरेको जस्तो गर्नु, अनि बारम्बार झुटो बोल्नु को उपलब्धि हो नि त यो त, नभए त उपज हो भनौँ हैन। अनि नभए हिजो माओवादी सशस्त्र युद्ध सुरु भयो हो, पुलिसले के अरे किलो सेराटु चलायो त्यति बेला पहिलो, त्यसपछि आर्मी चलाउन दिएन, त्यही भएर चाहिँ पुलिसलाई आर्म गर्नुपर्छ, आर्म पुलिस खोल्नुपर्छ भनेर माओवादीसँग लड्न राखेको यतापट्टिको हुन्छ नि एमाले र काङ्ग्रेसीले बनाएको त्यो सशस्त्र माओवादी युद्धसँग किन विसर्जन भएन? आजको दिनमा 20 वर्षपछि त्यो पार्लियामेन्टको ढोकामा अटोमेटिक गन लिएको सशस्त्र प्रहरी उभ्याइयो किन र त्यो उभिनु किन पर्यो? त्यो एज अ युनिफर्म, आइ एम नट सेइङ द पर्सन, डु नट ब्लेम द पर्सन, तर जब तपाईँले यत्रो सबै गरेर चाहिँ तपाईँले डेमोक्रेसीको डोरमा युद्ध सकेर सबै शान्ति भयो भनेर बन्दुकै राखिरहनु भएको छ र देयर आर इन द गन्स रोमिङ अराउन्ड इन द स्ट्रिट्स अफ काठमाडौँ एन्ड देयर आर गन्स एभ्रिवेयर, किनभने हामी नेपालमा त गन त छैन नि त, कोही सबै छैन, हामी कोही यो अमेरिका त होइन कि के अरे पुलिस हेभ टु आर्म टु देयर टिथ। अनि यो गनकै उपयोगिता सोच्नु न, पहिले गन किन चाहियो भने यो त्यो युद्ध सँगसँगै गन पनि त जानु पर्थ्यो नि त, गन किन गएन? त्यही गन एक्सिडेन्ट आज हुनलाई राखिरहेको रहेछ नि त। सो हामीले अहिले हेर्दाखेरि नै जब एउटा मात्र इन्स्टिट्युसन होइन, द प्रेस हेज टु रिफर्म, दे हेभ द ब्लड इन देयर ह्यान्ड, दे हेभ टु एक्सेप्ट इट, दे स्टप्ड, दे फेल्ड टु स्टप दिस ह्यापनिङ द्याट द चिल्ड्रेन गट म्यासेकर्ड। द पार्लियामेन्ट हेज टु टेक रेस्पोन्सिबिलिटी, the police has to take responsibility, and these three institutions must reform. र जहाँसम्म अहिलेको पावरमा चाहिँ पावर कहाँ छ त भन्दाखेरि द पावर इज विथ मिलिटरी एन्ड द पावर इज विथ द मास। अब अहिले तपाईँ पावरको चाहिँ डिस्ट्रिब्युसन खालि दुई ठाउँमा मात्र देख्नु, दुईटा ठाउँमा छ अहिले, मास र मिलिटरीको पावर छ। यो जुन चाहिँ तिनटा जुन चाहिँ हो त्यो पावर छैन, त्यसमा हामीले इन्स्टिट्युसनलाइज गर्नुपर्ने जुन इन्स्टिट्युसनहरू हो त्यो कुनै पनि इन्स्टिट्युसनहरू सबै रिफर्म हुनुपर्छ र हाम्रो ओभरअलै हुनुपर्छ, ओभरअल रिफर्म नै हुनुपर्छ। किनभने तपाईँले यो अहिले ओभरअल रिफर्म गर्नु भएन भने यसले के नसिहत रहन्छ भने भोलि विरोध गरिस् भने गोल ठोकेर मर्छ, विल बी जस्टिफाइड, दे विल पुट लाइक ब्यारिकेड अल अराउन्ड, दे विल स्टार्ट सर्चिङ एन्ड स्किपिङ स्टुडेन्ट्स, दे विल स्टार्ट लाइक हुन्छ नि बच्चाहरूलाई रोकी चेक गर्नेदेखि यो गर्नेदेखि होइन, यो एज ग्रुपमा त्यो दे विल बी वाइल्ड टु देम। यो पुलिसको त हामीले पुलिस यो के अरे प्रेस प्रशासन यो त सबै रिफर्ममा जानुपर्ने हो, तर त्यो जुन रिफर्म लिडरसिपबाट चाहिने हो र लिडरसिप सेलेक्सन प्रोसेसबाट चाहिने हो, त्यो लिडरसिप सेलेक्सन प्रोसेसमै यो पार्टीहरूको कब्जा भएको भएर र कहिले पनि हामी त्यहाँबाट निस्किन नसकेको भएर नै यो म्यानिफेस्टोमा गएर यसरी हामी जित्न सक्छौँ, यसरी हामी युनाइट हुन सक्छौँ र यसरी हामीले सोचेको नेपाल बनाउन सक्छौँ भन्ने खाका त 300 वर्ष अगाडि नै देखिसकेका थियो पृथ्वीनारायण शाहले, त्यसलाई आज लागू गर्नु पर्यो। अनि त्यसैको निम्ति त काहीँ न काहीँ त कन्भर्सेसन सुरु गर्नु पर्यो नि त, नभए त आज जुन अनि जस्तो अब आज जुन दुईटा ठाउँमा पावर गएको छ त्यसको लागि हामीले धेरैजनाले चाहिँ के भनेको छ भने यो नेपालको राज संस्था इन्स्टिट्युसन हो र टु गिभ द ट्रायङ्गल द ब्यालेन्स, द मोनार्की, द मास एन्ड द मिलिटरी, त्यो पनि पृथ्वीनारायण शाहकै कथन हो। किनभने उहाँले के भन्नुभएको छ दिव्य उपदेशमा भने राजाको सम्पत्ति भनेको चाहिँ सेना र जनता हुन् भनेको छ हो, सेना र जनतामा पावर आएको छ अब अहिले, यो पावर हामी अब फिर्ता दिनेवाला छैनौँ, फेरि त्यही प्रेसलाई, फेरि त्यही पार्लियामेन्टलाई र फेरि त्यही पुलिसलाई हामी, नेपाल इज नट गोइङ टु बी रुल्ड विथ दोज थ्री इन्स्टिट्युसन्स। वी आर अ सेल्फ गभर्निङ एन्टिटी as Nepal, as a civilization. That's why we have 125 different languages. That's why
we've lived like for thousands of years in this place with that much of variety because we're self-governing. यहाँ एउटा रुल लिएर आएर एउटा किताब लिएर आएर यसरी थपर्छु भनेर काम मान्छ यो त इट्स अ फ्री ल्यान्ड यो कोलोनाइज कन्ट्री होइन कोलोनाइज कन्ट्री नभएको ठाउँमा कोलोनाइज गर्न बनाएको हुन्छ नि रुल बुक लिएर आएर नेपाललाई कोलोनाइज नेपालीको दिमागलाई कोलोनाइज गर्न यस द एटेम्प्ट हेज बिन डन फर लास्ट 20-30 years बट वी सोड इट वी आर नट गोइङ टु बी कोलोनाइज अनि अहिले हामीहरू 1815 मा छौँ तपाईले यदि इतिहासको कालखण्डमा दाले मलाई सोध्नुभयो भने किन 1815 भनिस् त किन हैन भन्दाखेरि 1815 मा हाम्रो युद्ध चलिरहेको थियो ब्रिटिसहरुसँग अनि त्यसपछि त्यो जब युद्ध हार्यौं नि हामीले 16 मा सुगौली अघिको सुगौली अघि अहिले हामी पुगेका छौं त्यसपछि हामी युद्ध हारेपछि त्यो ब्रिटिस एम्बेसी आएको यहाँ आएर बस्यो त्यो ब्रिटिस एम्बेसी यहाँ आएर बसेपछि पछि त्यही ब्रिटिस एम्बेसीले जे गरेर यहाँको इन्टरनल पोलिटिक्समा इन्टरफियर गरिरहन्थ्यो त्यसैको पोलिसी इनहेरिट गरेको युनियन अफ इन्डियाको एम्बेसी पनि यही छ हैन त्यही भएर उनीहरूले जुन इन्टरफियर गरिरहने थियो नि यहाँ चस गरेर त्यो इन्टरफेरेन्स गरिरहनेको एन्ड थियो त्यो दिन पनि अहिलेको टाइम किनभने यो अहिलेको तर कतिले त सुरुवात भन्ठाने अहिले कुरा जसरी सामाजिक चर्चाको विषय चाहिँ नि कसको पलडा भारी भयो त नेपाली कसले चलायो त यो नेपालीले चलाएको यु श्योर अबाउट दिस 100% नेपाल पितृभूमि हो देवभूमि हो दादा चन्द्रग्रहण लागेछ पितृपक्ष सुरु भएको छ 16 श्राद्ध सुरु भएको छ के अरे यो तर्पण दिने नातिलाई गोल ठोकेर मारेपछि भोलिपल्ट पितृ ओर्लेको नेपालभरि पितृ ओर्लेर सबै धुसकुट हुन्छ नि यहाँ जे ल्याएको थियो नि यो इम्पोर्टेड द डेमोक्रेसी बर्न टु ग्राउन्ड होइन आइएनजिओहरू पनि इम्पोर्टेड नै हुन् आइएनजिओहरूलाई अहिले ब्लेम गरिएको छ अथवा आइएनजिओहरू हाबी भए आइएनजिओ बेस्ड गभर्मेन्ट भयो वी वक अप बिकज वी आर लुकिङ एट आवरसेल्व्स नाउ लाइक व्हाट हैव वी डन व्हाट हैव वी एक्चुअली क्रिएटेड द्याट म्यासेकर्स आवर चिल्ड्रन एट द डोर्स हुन्छ नि भनेर हेर्दाखेरि त आइएनजिओस हिजो आइएनजिओको बजेट लिएर जाँदाखेरि सबै गाउँले थप्पड लाएर माल लाएर पठाउने त्यही आइएनजिओ अहिले हेर्नै नहुने आइएनजिओ किन भयो त भन्दाखेरि त त्यो हामीले पहिलोचोटि सेल्फ हुन्छ नि रिफ्लेक्सन हेर्यौं नि त हामीलाई गोली हानेर नेपाल जस्तो चाहिँ नि अब भनौँ न सांसारिक हिसाबले हेर्ने हो भने अल्प विकसित मुलुक बामे सर्दै गरेको विकासशील मुलुकको क्याटेगोरीमा पुग्न लाग्यो भन्ने पनि हाम्रो गफ छ त्यस्तो ठाउँहरूमा चाहिँ नि एनजिओहरूको एन्क्रोचमेन्ट र आवश्यकताका बारेमा तपाईँ केही त्यसमा प्रकाश पार्न सक्नुहुन्छ होइन जस्तो अब एनजिओको कुरा गरौँ पहिले नन गभर्मेन्ट अर्गनाइजेसन जुनै पनि जुन गभर्मेन्ट अर्गनाइजेसन होइन त्यो नन गभर्मेन्ट अर्गनाइजेसन हो भनौँ न होइन किनभने गभर्मेन्टले त्यो काम गर्दै अब त एनजिओ नै चाहिँदैन थियो नि त द फेलियर अफ द गभर्मेन्ट एक्चुअली क्रिएट्स द नन गभर्मेन्ट अर्गनाइजेसन फर्स्ट अफ अल त्यही भएर एनजिओ त जस्तो मेरो बुवाले आई थिङ्क 47 सालतिर नै एनजिओ खोल्नु भएको थियो एनजिओ ठ्याक्कै सुरु भएको थियो त्यो आएपछि यिनीहरू नै आएपछि खोलेको थियो त्यो एनजिओ चाहिँ नि के अरे नेपाल इकोलोजी ग्रुप होइन नेपाल पर्यावरण समूह भनेर खोल्नु भएको थियो अनि हिज आइडिया वाज वी विल अलवेज किप इट फ्यामिली बट वी विल नट टेक के अरे आफूले जे गर्न सकिन्छ त्यो आफै गर्ने नभए कोहीसम्म नलिने किन अर्कोसँग लिने बित्तिकै त उसको इन्ट्रेस्ट डोनर ड्रिभन नहुने सो वी केप्ट इट एज अ फ्यामिली थिङ एन्ड वाट एभर हि कुड डु इन लमजुङ वाट एभर हि डिड हियर एन्ड त्यो भइरहेछ त्यो त त्यो आफ्नोमा बस्यो नि त तर जुन दिन तपाईँ माग्नको लागि खोल्नुहुन्छ तपाईँले मागेको मात्र चिज पाउनुहुन्छ जरुरी छैन नि तपाईँलाई त्यसले बुद्धि पनि देला पैसा पनि देला एजेन्डा पनि देला यो पनि देला अनि कुन चाहिँ लिने र कुन चाहिँ नलिने भन्ने त तपाईँले तपाईँको त्यो कसरी चुज गर्नुहुन्छ त्यो चुज गर्न मिलेन नि त र हिजोको दिनमा धेरैवटा चिजहरू चाहिएको थियो होला तर अहिले $18 बिलियन ब्याङ्कमा यतिकै बसिरहेछ अरे हो 18 बिलियन त्यो हिसाब आइरहेछ अनि 8-10 बिलियन यसै बसिरहेछ र अनि एनजिओ किन चाहियो त बस त त्यही छ नि त युज गर्नु त राम्रो छ सो वी डोन्ट निड मनी एनजिओ त अहिलेको समयमा त हामीलाई चाहिँदैन भन्दा पनि हुन्छ स्पेसली आइएनजिओहरू त कुनै पनि चाहिँदैन अब कुनै पनि चाहिँदैन किनभने आजभन्दा 50 वर्ष अगाडि चाहिएको थियो होला चाहिन्थ्यो भने ट्रान्सफर अफ टेक्नोलोजी थियो अहिले त ट्रान्सफर अफ टेक्नोलोजी र
त आइसक्यो नि त ल भनेर सो जस्ट ट्रान्सफर द टेक्नोलोजी डु इट प्राइभेटली डु इट थ्रु हुन्छ नि प्रपर वेज हुन्छ नि डु इट अदर वेज तर यो एनजिओ भनेर यो एजेन्डा ड्रिभन एनजिओ इज लाइक एनजिओले गरेर एउटा योहरू भएको छ भन्ने त ठिकै हो तर त्यो अमृत भनेर सोचिए तापनि त्यो मन्द विष हो नेपालको लागि होइन होइन हामीहरूले एनजिओबाट के सिक्न सक्छौँ भने हामी आफ्नै होम ग्रोन एनजिओमा हामीहरूले जस्तो मेरो भाइहरू छन् लन्डनमा काम गर्छन् उनीहरूले कपास सम्बन्धी कपासको किसान सम्बन्धी एनजिओमा काम गरिरहेको छ कामहरू राम्रो राम्रो गरिरहेको छन् मेरो एकजना दाइ छन् डाक्टर उनले मेडिसिनकै रिसर्च पेपरहरूमा त्यो कोलाबोरेटिभ अप्रोच सम्म ठिकै हो तर जब कोलाबोरेसनमा तपाईँ सधैँ जुनियर पार्टनर बसेर उसले भनेको मात्र मान्ने हुन्छ नि भने अन्त काम छैन आजको कन्भर्सेसनमा जसरी हामीले भन्यौँ एउटा उभार आयो परिवर्तनको उभार आयो रियलाइजेसनको उभार आयो र फ्रस्ट्रेसनको उभार आयो र जेनजी पुस्ताले करिब 2 महिना अगाडि गरेको आन्दोलन वा क्रान्ति वा इन्टरभेन्सन ले एउटा ठाउँसम्म पुर्यायो तर टुङ्गोमा पुगेन छैन अब टुङ्गोमा कस्तो नेपाल पुग्ला कहिले पुग्ला र कसरी पुग्ला चुनाव त एउटा क्याटलिस्ट भयो म चाहिँ अहिले मेरो साथीहरूसँग मिलेर एउटा प्रोजेक्ट एउटा सानो गरिरहेको छु त्यो चाहिँ के गरिरहेको छु भने नेपाली एक हुनु पर्यो भनेर नेपाली चाहिँ हामी एक हुनु पर्यो पहिले एक कसरी हुन्छौँ त हामी भन्ने एउटा चाहिँ काम गरिरहेछौँ र पुस 27 गतेसम्म 1 करोड नेपाली एक भइसकेका हुन्छ पुस 27 गतेसम्म नेपाली 1 करोड एक भइसकेका हुन्छन् त्यसपछि हामीलाई भाड्न आउने हामीलाई भनाउन खोज्ने त्यसपछि हुन्छ नि यो एक्जिस्टेन्शियल क्राइसिसमा गएको यो र पावर डाइल्युट भएकाहरूको हल्ला इज समथिङ द्याट नेपालीहरूलाई पहिलेदेखि पनि बानी छ अब यो लिनियर रूपमै जान्छ कि यसलाई अर्को एउटा इन्टरभेन्सन देख्नुहुन्छ अन द हराइजन होइन इन्टरभेन्सन गर्छु भन्नेहरू धेरैजना छन् एक्टरहरू 2-3 जना छन् इन्टरभेन्सन गर्छु भन्नेहरू अथवा यही आवश्यक छ अब अस्ति गएकोमा त्यो एजेन्डा नै इस्टाब्लिस हुन पाएन अस्ति गएकोमा जुन अहिलेको मैले भर्टिकल फ्र्याक्चरको कुरा गरेँ सोसाइटीको अर्को फ्र्याक्चर थपियो मात्र तर त्यो भर्टिकल फ्र्याक्चर पनि त एड्रेस भएको छैन नि त हरिजेन्टल फ्र्याक्चर एड्रेस भएको छैन भनेर त अहिले हरिजेन्टल फ्र्याक्चरवालाहरूले भन्दैछन् उनीहरू आफै भन्दैछन् त्यो भर्टिकल फ्र्याक्चरको पनि एड्रेस भएको छैन त्यसकारण अब यो मेरो पर्सनली चाहिँ नै यो जुन गभर्मेन्ट जुन इलेक्सन गर्न आएको र हिजो आज 30 वर्षदेखि हामी इलेक्सनै लिएको मसियाहरू जो थिए तिनीहरू खुरुक्क लाएर इलेक्सन गर्न जाउन् र हामी इलेक्सन गर्छौँ मात्र भन्नु पर्यो किनभने तपाईँहरूलाई हराउने शक्ति आइसक्यो जन्मिसक्यो नेपालमा अनि अब त्यो शक्तिले तपाईँहरूलाई हराउँछ सो द बेस्ट मेरो चाहिँ नि अहिलेको पोलिटिकल पार्टीहरूलाई पनि सल्लाह चाहिँ के हो भने स्टार्ट डिजल्भिङ यर पार्टिज तिम्रो आफ्नो इन्ट्रेस्ट ग्रुप बसेर इन्ट्रेस्ट लिएर म देश बनाउँछु भनेर गफ लाउन छोड एउटा झन्डा एउटा मान्छे एउटा दिव्य प्रदेश पछाडि लाग र नेपालमा नेपाली एक हो र एउटै मात्र के भने के हो सल्लाह स्टार्ट डिजल्भिङ यर पार्टिज बिकज पार्टी भनेकै पार्ट हो पार्ट भनेकै अंश हो अंश भनेकै अंशियार हो त्यो अंशियारले त्यो पुरा नेपाल हुन्छ नि कसरी रिप्रेजेन्ट गर्न सक्छ त्यही भएर तपाईँले अंशियारले नेपाल पुरा 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 सम्पूर्ण नेपाल चाहिँ रिप्रेजेन्ट गर्न सक्छ भन्ने जुन हाइपोथेसिस ल्याउनु भएको छ त्यो हाइपोथेसिसबाट कुनै पनि चिज नभइसकेपछि हात उठाउनु पर्यो नि त अथवा मबाट भएन मैले कोसिस गरेँ आइ एम नट क्वेसनिङ युर इन्टेन्सन तपाईँले नेपाल बनाउन खोज्नु भयो कि भएन भन्नेमा म गइनँ सक्नु भएन तर तपाईँलाई होइन तपाईँ फटाइ हो त भन्दिनँ म तपाईँले कोसिस गर्नुभयो भएन जुन थियोरीमा बेस भएर राष्ट्र निर्माणको सपना देखिनु पर्थ्यो त्यो थियोरी बेस मिलेन होइन फाउन्डेसनै गलत भएपछि घर बनाउँदाखेरि जग्गै गलत बनाएपछि घरमाथि छत भत्कियो हुन्छ नि टेढो भयो भनेर हल्ला गर्नु भनेको त पहिले आफ्नो कहाँ उभियाछु हुन्छ नि के भन्छ अङ्ग्रेजीमा यो ग्राउन्ड रियालिटी धरातलीय यथार्थता
पृथ्वीनारायण शाहको दिव्य उपदेश हो। त्यो भन्दा अर्को धरातल कसैले पनि दिएको छैन यहाँ चाहिँ। र हिजो हाम्रो के अरे 4 जात 36 वर्णको लिभिङ फुलबारीलाई सबै फुल चुडालेर माला गाँसेर अनि के अरे हर्थ बनाइदिनु भएको छ नि नेपालीलाई। वी आर गोइङ टु बिकम द ब्लुमिङ गार्डन अगेन। वी हेभ बिन मेड द रिथ। त्यो के अरे समवेदना चढाउने ठाउँमा हुन्छ नि त त्यो रिथ, त्यो रिथ बनाएर जुन नेपालीलाई बनाएको छ, वी आर गोइङ टु बिकम द ब्लुमिङ गार्डन अगेन। अनि फर द्याट वी हेभ गट द इन द्याट थट तपाईँले बडा इन्ट्रेस्टिङ एउटा कनोटेसनमा पुर्याउनु भयो यो कन्भर्सेसनलाई कि हामी जोयसली लिभिङ फ्लावर्सलाई गार्डनलाई फुल टिपेर हामीले एउटा चाहिँ नि समाधिमा राख्ने माला बनाइदियौँ जुन मर्छन् हुन्छन् होइन। तर त्यसैमा बिउ पनि हुन्छ। त्यो बिउ फेरि एउटा ठुलो बगैँचामा परिणत हुन्छ भन्ने जुन तपाईँले आत्मविश्वास यो किताबमा पनि अभिव्यक्त गर्नुभएको छ। र आज तपाईँसँग भेटेर मैले के लागेका खुल्दुलीहरू जुन मेटाउने प्रयास गरेँ त्यसमा पनि तपाईँको त्यो विश्वास देखिन्छ। आई थिङ्क तपाईँको यो विश्वास सकेसम्म धेरै नेपालीले पढुन् जस्तो लाग्छ मलाई, किनभने पढ्ने बानी छुटिसकेको छ। होइन यसमा चाहिँ म के गर्दैछु भन्दा यसको यो धेरैले पढ्दैनन्, यो सूत्र हो नि त। यो अक्षर पनि सानो भयो होइन, यो मैले किन सानो गर्नुभएको? यो चाहिँ किनभने मैले धेरैजनालाई चिट चोराएर पास गराएको छु जिन्दगीमा। कस्तो? धेरैजनालाई मैले चिट चोराएर पास गराएको छु कि लाइफमा। धेरैवटा जहाँ दियो नि स्कुल लेभलदेखि अर्कोलाई चिट चोराउनु हुन्छ नि, अर्कोलाई कार्बन राखेर हुन्छ कि चिट चोराएर पास गराएको छु। र हाम्रो नेपालमा घोगन्ने तरिका र गाइड बुक मात्र पढ्ने चलन छ, सूत्र। त्यो ठुल्ठुलो किताब पनि पढ्दैन। त्यति गाइड बुक भयो भने चुनाव जित्छस् भाइ, जहाँ बसे पनि हुन्छ। जसले पनि जित्न सक्छ, जसले पनि जित्न सक्छ। र म पार्टीहरूलाई राज्य सञ्चालनको ज्ञान पनि चाहिएन, राष्ट्रको ज्ञान पनि चाहिएन, जो उठे पनि जित्ने होइन। पृथ्वीनारायण शाहको दिव्योपदेश बुझा हुनु पर्यो नि त। वाट इज द बटम लाइन? पृथ्वीनारायण शाहको दिव्य यतिको डिटेल पनि पुग्नु परेन। पृथ्वीनारायण शाहको दिव्य उपदेश मात्र बुझे पुग्यो पहिले कि के भने हो, मुलुक के हो, राष्ट्र के हो, उठ्ने के को लागि हो, बचाउने के हो, पुस्तौँसम्म कसरी जान्छ, खाने के हो, माइनिङ के हो, एग्रिकल्चर के हो। सो अहिले नेपालले देखिरहेको यो राजनीतिक नाटक, तपाईँको कुरा सुन्दाखेरि यसलाई राजनीतिक नाटकै मानौँ न त। नाटकै हो। एउटा सरकार छ, सरकार चलाइरहेको छु भनेर क्लेम गर्ने प्रशस्त पकेट्सहरू छन् होइन। पहिला सरकार सञ्चालन गरिरहेकाहरू तिल मिलाइरहेको अवस्था छ। यस जस्तो तपाईँको वर्ड नट माइन। तर यसबाट तपाईँ चाहिँ नि एन्ड अफ द टनल उज्यालो देख्नुहुन्छ होइन? एकदम। अब नेपाल एक हुन्छ, नेपाली एक हुन्छन्। हामीहरू यो दलको यो गणको चुङ्गुलबाट हामी फुस्किन्छौँ र त्यो फुस्काउनको लागि हामीसँग अरू संसारमा भावे सक्दै सक्दैन त थाहा छैन। तर हामीसँग पृथ्वीनारायण शाह छ, हामीसँग हिजो बलभद्र कुँवरहरू थिए, अस्ति जेनजी वारियर देखिसक्यो, भोलिपल्ट त पितृहरूले अब मैले भने 9 तारिक। तर हामीहरूलाई रुल गर्न खोज्ने होइन। We are a self-governing country and will remain as such. Let's hold our thoughts here. Akshay, it was a pleasure meeting you after such a long time. We'll continue, yes. So probably next time I meet you, I see you in the same roop that I saw you 30 years back in Delhi. It was a pleasure talking to you. Thank you for having us here in a beautiful place like this. Thank you. Thank you.